सम्पूर्णमा नमस्कार। मेरो ब्याकग्राउन्ड र मैले जहाँ काम गरेको छु त्यो ठ्याक्क म्याच चाहिँ गर्दैन होइन। मैले मार्केटिङ चाहिँ मैले नट माई पार्ट अफ जब टाइपको भएको थियो र सो इभन हाम्रो कलेज सकेको पनि थिएन, हामी सबै यो पुतली सडकको भएभरको कन्सल्टेन्सी डुबेर भ्याएको थियौँ होइन। सर वाज अल्सो रियली इम्प्रेस के, अनि म पनि सरको त्यो पर्सनालिटी देखेर चाहिँ आई वाज इम्प्रेस नै भनौँ। सो त्यो हजुरहरूले चाहिँ के पाउनुभयो, ट्रेन पाउनुभएको हो कि नेसेसिटीहरू? कस्तो सोच्ने बाध्य क्वेसन्स नै हो, किनकि मलाई यो पोडकास्टमा इन्ट्रोड्युस गर्नु अगाडि ज्ञानेन्द्र भाइले मैले टपिक हेर्दाखेरि मलाई टपिक मन परेको थियो क्या। तिम्रो साथीले तिमीलाई भिडियो कल गर्ला, बिचतिर गएको फोटो पठाउला, भाँडा हानेको कहिले फोटो पठाएछ होइन होइन, दुःख पाएको कहिले फोटो पठाएछ। किनकि मेरो सट्टामा बरु म लोन लिएर भए पनि जान्छु, तर उतापट्टि गइसकेपछि म एटलिस्ट पैसा त फिर्ता पठाउन सक्छु भन्ने एउटा। हजुरसँग केही इक्जाम्पलहरू छ जसले कि बाहिर पढ्नुभयो र नेपालमा आएर केही कन्ट्रिब्युट गर्नुभएको छ? कुन कन्ट्रीमा चाहिँ आफ्नो फाइनेन्सियल कन्डिसनले उसलाई सक्षम बनाउँछ, उसले सक्छ, फाइनेन्सियल डकुमेन्टहरू पुर्याउन सक्छ, त्यो बेसिसमा चाहिँ स्टुडेन्टले चुज गर्नु सक्यो क्या। मेरो इफ यु डोन्ट इन्जोय योर वर्क अर इफ यु डोन्ट लभ योर वर्क, त्यहाँ उसको भोलिपर्सि खासै गतिलो करियर चाहिँ हुन्छ जस्तो लाग्दैन मलाई होइन। थ्याङ्क यू। That's the end of our podcast. Watch our podcast and like, comment and share. Share, subscribe and do support. Do everything. Support this podcast and keep contracting. Okay. सम्पूर्णमा नमस्कार। मेरो नाम डक्टर विवेक आचार्य। आजको पोडकास्ट होस्ट र सबैलाई आजको पोडकास्ट एपिसोड 5 मा सबैलाई स्वागत गर्न चाहन्छु र हाम्रो गेस्टहरूलाई पनि स्वागत गर्न चाहन्छु। स्वागत छ हजुरहरूलाई। नमस्कार, थ्याङ्क यू। अहिलेपछिको जसरी नै हामी सुरुवात चाहिँ गर्दैनौँ, जस्तो फर्मली गरिरहेको छ, तर अब पोडकास्ट भनिसकेपछि इन्फर्मली पनि गइजाम होइन। सुरुवात चाहिँ कसरी गरौँ भन्दा हजुरहरूको इन्ट्रोडक्सन सुरु गरेर आफैले इन्ट्रोडक्सन कसरी गर्नु? ओके, मेरो नाम चाहिँ सबिना कार्की। म चाहिँ फर्स्टमा चाहिँ यो क्लबको जेनरल मेम्बर हो, ट्र्याक क्लब काठमाडौँ मिटाङको जेनरल मेम्बरको रूपमा सर्भ गरिरहेको छु। बिसाइड दिस एज अ प्रोफेसन चाहिँ एज अ काउन्सिलर छु, अहिले कन्सल्टेन्सीमा आबद्ध छु एज अ काउन्सिलर। द्याट्स अल, थ्याङ्क यू। सम्पूर्णमा नमस्कार। मेरो नाम रोट्र्याक्टर केशवराज पोखरेल एके सुशान्त पोखरेल। सो रोट्र्याक क्लब काठमाडौँ मिटाङमा चाहिँ म रोटा इयर 1920बाट चाहिँ रोट्र्याक क्लब काठमाडौँ मिटाङमा आबद्ध भएर चाहिँ अहिलेसम्म एज अ जेनरल मेम्बरको रूपमा छु। सो विगतका वर्षहरूमा म रोट्र्याकमा एज अ फुल टाइम नै थिएँ, अहिले चाहिँ रोट्र्याकमा एज अ पार्ट टाइम भन्न खोजेँ। प्रोफेसनल लाइफतिर इन्ट्री गरिसकेपछि रोट्र्याक एज अ पार्ट टाइम जस्तो भएको छ, तर मनबाट चाहिँ फुल टाइम नै छ सधैँ। सो करेन्टली मेरो प्रोफेसनको बारेमा कुरा गर्नुपर्दाखेरि चाहिँ आई एम अ सिनियर काउन्सिलर एट केटिएम कन्सल्टिङ ग्रुप, दिल्ली बजार काठमाडौँ। म चाहिँ बेसिकली युके को काउन्सिलिङ हेर्छु। सो बिसाइड द्याट आई एम पर्सुइङ एमबिए। थ्याङ्क यू। ओके, लगभग अब हजुरहरू कन्सल्टेन्सी लाइनमा भएको लगभग धेरै नै भइसक्यो, लगभग 2 वर्षभन्दा बढी नै भयो होला सायद होइन। अब कस्तो सुरुमा कन्सल्टेन्सी लाइनमा लानुभन्दा अगाडि चाहिँ हजुरहरूको ब्याकग्राउन्डतिर लागौँ होइन। हजुरको ब्याकग्राउन्ड चाहिँ के हो खासमा? ओके, मेरो ब्याकग्राउन्ड र मैले जहाँ काम गरेको छु त्यो ठ्याक्क म्याच चाहिँ गर्दैन होइन। म आइएम फ्रम पब्लिक हेल्थ ब्याकग्राउन्ड। मैले चाहिँ बिपिएच पढेको 4 वर्षको फ्रम ओम हेल्थ क्याम्पस, जुन चाहिँ टोटल्ली हेल्थ फिल्ड भयो भनौँ न, कम्युनिटी हेल्थतिर भयो। कन्सल्टेन्सी भनेको लाइक जब पनि म कन्सल्टेन्सीमा काम गर्दै एभ्री मान्छेहरूको मलाई चिन्नेको क्वेसन भनेकै किन कन्सल्टेन्सी भन्ने हुन्थ्यो क्या जहिले पनि, किनकि मेरो म्याच गर्दैन नि त होइन। अब आई वाज सपोज टु बी एट लाइक एनजिओ आइएनजिओ समथिङ कतै होला, फिल्डतिर होला, तर के हुन्छ भने मैले चाहिँ त्यतिर ट्राई नै गरेन फर्स्टतिर होइन। म आफै कन्सल्टेन्सी धाउने चक्करमा, बुझ्न जाने चक्करमा चाहिँ एउटा काइन्ड अफ मलाई के भइसकेको थियो भने दिस इज द फिल्ड आई वान्ट टु वर्क एट टाइपको भइसकेको थियो कि। सो त्यो हुनाले चाहिँ मेरो म्याच चाहिँ गर्दैन, बट म्याच हुनुपर्छ भनेर पनि छैन। तपाईँको मन जहाँ छ त्यहाँ काम गर्न सक्नुहुन्छ ढुक्कले। सो लाइक वाइज सबिना सेड कि मेरो चाहिँ अलिअलि ट्याली हुन्छ। अब म बुझाउन खोज्छु किन ट्याली हुन्छ भन्ने कुरामा चाहिँ। सो मेरो एकाडेमिक ब्याकग्राउन्डको कुरा गर्नुपर्दाखेरि चाहिँ मैले सरस्वती मल्टिपल क्याम्पसबाट बिबिए गरेँ हो। सो बिबिए सकिसक्दाखेरि चाहिँ बिबिए सकिने बित्तिकै मैले ब्याङ्कमा इन्टर्नसिप पनि गरेँ। त्यसपछि मैले एमएडब्ल्यू हायर पर्चेस कम्पनीमा एज अ कन्ट्र्याक्चुअल इम्प्लोइ भएर 3 मन्थ्स काम गरेँ एज अ सेल्समा, एज अ लोन अफिसर। सो त्यसपछि सेल्समा काम गर्दै गर्दाखेरि चाहिँ मैले कन्सल्टेन्सीमा पनि अब एज अ प्रोडक्टमा सेल्स गर्ने हो। सो स्टुडेन्टलाई चाहिँ हायर स्टडीको लागि बाहिर पठाउने कुरामा चाहिँ म केटिएममा एज अ मार्केटिङ साइड बाई साइड काउन्सिलरको रूपमा छिरेको थिएँ। पछि चाहिँ मैले मार्केटिङ चाहिँ मैले नट माई पार्ट अफ जब टाइपको भएको थियो र सो म चाहिँ काउन्सिलर पार्टमै इन्भल्भ भएर चाहिँ अहिले गएँ भनौँ न। सो सबिनाले भने जस्तै मलाई पनि साथीहरूले मिल्छ त तेरो प्रोफेसन्स भन्छ, किनकि मेरो बिबिएमा मेजर भनेको ब्याङ्किङ एन्ड फाइनेन्समा हो होइन। सो ब्याङ्कमा पनि ट्राई नगरेको होइन, ब्याङ्कहरूले पत्याएन, कन्सल्टेन्सीले पत्यायो। अब यही प्रोफेसनमा चाहिँ म लागि परेको छु। सो त्यही नै हो, लेट्स सी। भर्खर
सरी हजुर भन्न चाहिँ अलिक कस्तो कस्तो लागिरहेको छ किनकि साथी भएर म तिमी नै भनेर सम्झाउँछु होइन तिमीले चाहिँ भरौ नि जस्तै ब्याकग्राउन्ड मिल्दैन भनेर होइन ब्याकग्राउन्ड नमिले तापनि कसरी चाहिँ तिमी कन्सल्टेन्सी लाइनतिर चाहिँ लाग्यो कि कसरी अलिअलि मैले जिस्ट हिन्द सायद पहिला पनि दिइसकेँ होला कसरी लाग्यो भनेर होइन फर्स्टमा चाहिँ के थियो भने एज अदर स्टुडेन्ट अहिले जसरी पनि स्टुडेन्टहरूको एउटा सकिने बेला अरू सकिने बित्तिकै ब्याचलर वर्ष सकिने बित्तिकै म जान्छु भन्ने छ नि मेरो पनि त्यस्तै नै थियो होइन मेरो पनि ब्याचलर लाइक लास्ट इयर हुने बेलातिर मान्छेको अब के हुन्छ नि त म फर्दर के गर्छु भन्ने त्यसरी प्लानिङ हुन्छ मैले त्यसरी चाहिँ के थियो भने म मेरो साथीहरू चाहिँ अब हामी कलेज नसकिँदै कन्सल्टेन्सी बुझ्न जाउँ भन्ने टाइपको एउटा ट्रेन थियो कि अनि इभन हाम्रो कलेज सकेको पनि थिएन हामी सबै यो पुतली सडकको भएभरकै कन्सल्टेन्सी डुलेर भ्याएको थियौँ होइन अनि त्यो डुल्ने चक्करमा चाहिँ त्यतिखेर हामीले आइएल्सहरू पनि गरेको थिएन नि त सो त्यसरी चाहिँ के भएको थियो भन्दाखेरि मलाई चाहिँ कस्तो फिल भन्दाखेरि त्यसरी कन्सल्टेन्सीहरूले लाइक राम्रोसँग लाइक ट्रिट गरेन कि के भने किनकि आइएल्सहरू गरेको थिएन नि त सो आई पर्सनली फेल्ट कि आइएल्स दिइसकेको स्टुडेन्ट र जो पनि विदाउट इपिटीहरू गइरहेको विदाउट इङ्ग्लिस प्रोफिसिएन्सी टेस्ट गइरहेको हुन्छ नि उनीहरूलाई ट्रिट गर्ने पनि फरक लाग्यो कि जुन चाहिँ मलाई मन परेको थिएन डेफिनेटली पनि होइन बट मलाई चाहिँ के भइसक्यो भने कन्सल्टेन्सी हिँड्दा हिँड्दा त्यहाँको अब एम्बियन्स मन परेर भयो भनौँ अरू त्यहाँको प्याटर्न मन परेर भनौँ अरू त्यहाँको फेसिलिटी भनौँ थाहा छैन मलाई तर मलाई चाहिँ आफूलाई भोलिपर्सि मलाई चाहिँ मैले साथीले भनेको थिएँ कि मलाई त यहीँ छिर्न लाइक यहीँ काम पो गर्न मन लाग्यो त्यहाँको मैले जस्ट जेनरली भनेको थिएँ होइन अनि कन्सल्टेन्सी छिर्ने चक्करमा आई ऱ्यान्डमली वेन्ट टु एइसिसी भन्ने कन्सल्टेन्सी छ चारखालमा होइन जुन चाहिँ मेरो एक्स अफिस हो बाइ द वे त्यसमा चाहिँ म लाइक एज अ काउन्सिलिङ लिनको लागि गएको थिएँ होइन अनि जाने चक्करमा चाहिँ त्यहाँ इन्टर्नसिप अपर्च्युनिटी भनेर लेखेको थिएँ कि लाइक ठ्याक्क मैले त्योभन्दा अगाडि साथीलाई भन्नु पनि कि मलाई काम गर्न मन लागेको छ भन्नु पनि ठ्याक्क त्यो देख्नु पनि अब कोइन्सिडेन्स भयो भनौँ होइन साथीले चाहिँ मलाई भन्यो कि त घरभरि सुतेर बसेस दिनभरि लाइक के नेटफ्लिक्समा सिरिज हेर्दै बसेर हुन्थेस् एकचोटि ट्राई गर्न भने होइन मैले त्यहाँनिर सोधि पनि हालेँ कि लाइक यहाँ इन्टर्नसिप रहेछ सो अहिले हाम्रो दिन मिल्छ भने मैले त्यही बेला इन्टरभ्यू दिएँ अनि म त्यही बेला बसेँ पनि कि त्यसरी सो द्याट्स हाउ आई स्टार्टेड माई कन्सल्टेन्सीमा एज अ काउन्सिलरको जोइन त सुरुमा त मैले इन्टर्नसिप गरेको थिएँ डेफिनेटली पनि मसँग केही एक्सपिरियन्स थिएन होइन फिल्ड पनि डिफ्रेन्ट थियो सो त्यसरी चाहिँ म कन्सल्टेन्सीमा इन्टर हुन सफल भएको थिएँ अब म चाहिँ सुशान्तमा जस्तै तिमीले मेन्सन गर्यौ नि एमएडब्ल्यूमा मार्केटिङ जब गर्यो केही समय भनेर अब मार्केटिङ र काउन्सिलिङ कन्सल्टेन्सीमा सेल्स मार्केटिङ थिएन सेल्स पार्टमा थियो अलिकति सेल्स पार्टमा जस्तो त्यो भनेको चाहिँ तिम्रो बिबिएमा एकदम धेरै लिङ्क भएको कोर्स थियो नि त जब थियो नि त जस्तै अब त्यो जबलाई स्विच गरेर किन कन्सल्टेन्सी नै तिमीले चुज गरेको कारण चाहिँ के यस्तो थियो किनकि आई अलरेडी मेन्सन द्याट कि एमएडब्ल्यूमा चाहिँ के थियो भन्दाखेरि कर्पोरेट हाउस हो एमएडब्ल्यू सबैले नाम सुन्नुभयो होला सो त्यहाँ चाहिँ म कन्ट्र्याक्चुअल इम्प्लोइ थिएँ मेरो कन्ट्र्याक्ट सकिन लागेको थियो होइन इट वाज अलमोस्ट 1 विक जति बाँकी थियो त्यहाँ हायरिङ गर्छ तँलाई हायरिङ गर्छ कुर्दै गर भन्ने जस्तो भयो क्या अनि अब हायरिङ गर्छ स्योर सर्टेज छैन नि त सो त्यही बेलामा चाहिँ मलाई मेरो एकजना साथीले चाहिँ कन्सल्टेन्सीमा जब छ तिमीले कुरा गर्दै थियो इफ यु वान्ट इट विल बी अ बेटर अपर्च्युनिटी टु लर्न भन्यो क्या अनि अब एक्सपिरियन्स सेल्समा छ अब त्यहाँ आइसकेपछि हल्का मार्केटिङ पनि हेर्नुपर्छ प्लस तिमीलाई एउटा मार्केट दिन्छ अनि तिमीलाई गाइड पनि गर्छ भन्यो अनि मेरो चाहिँ के इन्टेन्ट चाहिँ के हो भन्दाखेरि चाहिँ कुनै पनि कुरामा चाहिँ खाली नबस्नु क्या किनकि खाली बस्यो भने दिमागले अनेक कुरा सोध्छ दिमाग एकदम भ्याकेन्ट हुन्छ क्या अनि यताउति अनि साथीभाइ अरू ठाउँमा गएर कम्पेरिजन गर्न थाल्छ त्यो टाइपको टेन्सन लिनु थिएन मलाई सो उसले अपर्च्युनिटी दियो आई वेन्ट एन्ड ह्याभ इन्टरभ्यू होइन इन्टरभ्यू भएपछि बोलेँ क्या अनि इट वाज सर वाज अल्सो रियली इम्प्रेस के अनि म पनि सरको त्यो पर्सनालिटी देखेर चाहिँ आई वाज इम्प्रेस नै भनौँ सो त्यसपछि लेट्स सी वाट ह्यापन्स किनकि आई सेड कि मैले इन्टरभ्यू दिन जाँदाखेरि मैले त्यति बेला जब फिक्स गरिनँ आई सेड कि म तपाईँलाई 1-2 दिनपछि भन्छु भने अनि मैले त्यसपछि मेल गरिसकेपछि मेलको रेस्पोन्स आयो अनि मैले बल्ल अनि कन्टिन्यू गरेँ हो क्या अनि गर्दै सुरुमा अलिकति अनौठो थियो फिल्ड तर गर्दै गइसकेपछि मलाई आई वाज इन्टु इट क्या किनकि तपाईँ यस्तो हुन्छ हिट एन्ड ट्रायल भन्ने थाहा होला तपाईँहरूलाई होइन कुनै पनि कुरामा हिट गर्नुभयो भने ट्रायल गर्दै जानु गइसकेपछि युआर इन्टु क्या अनलेस एन्ड अन्टिल यु लभ इट क्या जस्तै सबिनाले भन्यो नि मलाई कन्सल्टेन्सीमा काम गर्नै थियो गयो कन्सल्टेन्सी इन्टर्नसिप देख्यो जोइन भयो नि आई वाज नट लाइक द्याट क्या किनकि म त के थिएँ भन्दाखेरि एउटा डिफ्रेन्ट फिल्डबाट ब्याङ्किङ एन्ड फाइनेन्स मेजर गरेर स्टुडेन्ट कन्सल्टेन्सीमा गएँ आई वाज डुइङ माई जब मलाई जबप्रति माया बढ्दै गयो क्या सो आई इन्जोय माई जब किनकि मलाई के भन्दा पनि अहिले पनि म हेरिन्छु कि त्यो भर्खर रिसेन्टली +2 पास आउट भएको स्टुडेन्टहरूलाई आइडियै छैन क्या सर्टेन आइडियै छैन उसँग रिसर्चै छैन क्या अनि त्यो पार्टमा चाहिँ उसको करियरको कुरा हो नि त मैले उसको करियरमा चाहिँ एज अ गाइडेन्स पाउँदाखेरि चाहिँ आइएम लभिङ माई जब द्याट्स माई पोइन्ट ओके मैले पनि थोरै एड गरेको यसमा जस्तो उसले भन्दा चाहिँ मलाई याद आयो होइन बिसाइड्स मैले जसरी पनि म इन्टर गरेँ भने त्योभन्दा बाहेक एक्स्ट्रा भनेको चाहिँ
एज यु क्यान सी आई लभ टकिङ होइन मलाई चाहिँ के हुन्छ भने कन्सल्टेन्सीमा चाहिँ के हुन्छ भने लाइक यु विल गेट टु नो डिफ्रेन्ट स्टोरिज अफ डिफ्रेन्ट पिपुल कि जहाँ चाहिँ डिफ्रेन्ट मान्छे आउनुहुन्छ होइन उहाँहरूसँग बोल्नु भएर उहाँहरूको स्टोरी सुन्ने आफूले केही जानेको छ भने उहाँलाई भन्ने लाइक कस्तो एकदम मनपर्ने प्रोसेस भयो कि मलाई चाहिँ। सो त्योभन्दा बाहेक पनि अर्को भनेको चाहिँ त्यो एउटा मलाई मनपर्ने साइड एउटा रिजन भनेको चाहिँ यो पनि होला कि मलाई चाहिँ बोल्न पनि मन लाग्छ जुन चाहिँ कन्सल्टेन्सीमा त्यही बोलेरै बित्छ भन्छ नि। सो सेम लाइक द्याट। अब चाहिँ हामी मेन टपिकमा छिर्दैछौँ होइन, स्टडी अब्रोड अर नेसेसिटी अर ट्रेन्ड भन्नेमा। जस्तै अब पछिल्लो समयमा विदेशी क्रम अलिक बढेको छ, कामलाई होस् या पढाइलाई होस् होइन। जस्तै हजुरहरू कन्सल्टेन्सीमा काम गरिराख्दाखेरि त्यो हजुरहरूले चाहिँ के पाउनुभयो, ट्रेन्ड पाउनुभएको कि नेसेसिटीहरू? ओके म सुरु गरौँ। ओके कन्सल्टेन्सीमा चाहिँ यो बाहिर जाने प्रक्रिया जुन प्रोसेस छ त्यसलाई चाहिँ नेसेसिटी र ट्रेन्ड भन्दाखेरि चाहिँ मलाई चाहिँ एकदमै धेरै चाहिँ ट्रेन्ड हो जस्तो लाग्छ। एकदमै थोरै फ्यु पिपलको मात्र नेसेसिटी हो जस्तो लाग्छ। नेसेसिटी पनि कस्तो खालमा हुन्छ भन्दाखेरि जब उनीहरूलाई घरमा पैसा भए कि हुँदैन, जो मान्छेहरू लाइक नर्मली खाडी जान्छ नि पैसा कमाउन चाहिँ उनीहरूको चाहिँ बरु मलाई नेसेसिटी हो जस्तो लाग्छ। अब हामीले भर्खर जाने लेभिस लाइफस्टाइल जिउनको लागि अस्ट्रेलिया क्यानाडा युएसए युके भनेको चाहिँ मलाई ट्रेन्ड एकदम म्याक्सिमम 90% त ट्रेन्ड हो जस्तो लाग्छ होइन। 10% मेबी फ्यु कसैको पर्ला कि होइन म जान्छु नि भन्ने होला। ट्रेन्ड पनि कसरी हो भन्दाखेरि जस्तै अहिले उहाँहरूले होइन ट्रेन्ड होइन मलाई बच्चादेखि जान मन थियो भन्नुहुन्छ क्या सोद्धाखेरि, तर त्यो पनि कसरी ट्रेन्ड हुन आउँछ भन्दाखेरि उहाँहरूले बच्चादेखि कसरी माइन्डमा पस्यो म विदेश जान्छु भन्ने कुरा चाहिँ भन्दाखेरि उहाँहरूले आफ्नो दाइ दिदी गएको देखेर, आफ्नो कजन सिस्टरहरू, आफ्नो अङ्कल आन्टी गएको देखेर उनीहरूलाई बच्चादेखि के हुन्छ भने अङ्कल आन्टीले गएर पैसा टन्नै पठाएको हुन्छ घरमा होइन। अनि उनीहरूलाई त्यो एउटा जस्ट नेगेटिभ पार्ट केही थाहा हुँदैन। उनीहरूलाई पैसा पठाएको देख्छ, बिचहरूमा गएर घुम्न गएको देख्छ होइन, नयाँ नयाँ ठाउँ गएर घुम्न गएको देख्छ। लाइक दिस फेसिलिटी त बाहिर अफकोर्स राम्रो छ नि, त्यो त हामीले लाइक के भन्छ नकार्न भएन कि नेपालभन्दा फेसिलिटी डेफिनेटली पनि बाहिर राम्रो छ। सो उनीहरूले चाहिँ त्यो राम्रो राम्रो पार्टहरू मात्र कन्ज्युम गरेको हुनाले, बच्चादेखि कन्ज्युम गरेको हुनाले चाहिँ एउटा उनीहरूलाई माइन्डमा बसिसकेको हुन्छ चाहिँ भोलि पर्सि म ठुलो भए पछाडि म जान्छु भन्ने भइसकेको हुन्छ क्या। सो उनीहरूलाई ठुलो भइसके पछाडि त्यो फलो गर्छु म भोलि पर्सि विदेश जान्छु नि भन्ने भइसकेको हुन्छ। सो डेफिनेटली पनि ट्रेन्ड हो होइन। अनि त्यही हो। ठिक छ, इट्स क्वाइट कस्तो सोच्ने बाध्य क्वेसन्स नै हो किनकि मलाई यो पोडकास्टमा इन्ट्रोड्युस गर्नु अगाडि ज्ञानेन्द्र भाइले मैले टपिक हेर्दाखेरि मलाई टपिक मन परेको थियो कि इट्स नेसेसिटी अर ट्रेन्ड। एज लाइक सबिना सेड कि मलाई पनि जहाँसम्म लाग्छ उसले 90% नै ट्रेन्ड भन, तर म 90%सम्म पुग्दिनँ किनकि आई हेभ सिन कि 60-40 आई क्यान डु 60-40 किनकि 60% मेजोरिटी अफ पिपुल चाहिँ होइन सो ट्रेन्डमै कुदिरहेछ जस्तो लाग्छ क्या मलाई चाहिँ होइन। जब स्टुडेन्ट आउँछ चेयरमा बस्छ काउन्सिलिङ गर्छु होइन, अनि स्टुडेन्टको फोकस म चाहिँ कसरी सेग्रेट गर्छु भन्दाखेरि स्टुडेन्टको मेन्टालिटी उसको फोकस चाहिँ के हुन्छ भन्दाखेरि युनिसँग मतलब हुँदैन उसलाई होइन। अनि उसलाई सजिलो प्रोडक्ट चाहियो, सस्तो प्रोडक्ट चाहियो होइन। अनि उसलाई उता गएर दाइ कम पाउँछ कि पाउँदैन भन्छ क्या, किनकि ऊ कुन रोडमा गइरहेछ एज एन एजुकेसनल कन्सल्टेन्सीको थ्रुबाट गइसकेपछि उता एजुकेसन होइन एजुकेसनलाई एज अ ल्याडर बनाएर एब्रोड स्टडीको लागि जाने मिडियम बनाइरहेछ नि त। सो त्यस्तो स्टुडेन्टहरू देख्दाखेरि चाहिँ मलाई पक्कै पनि यसको कोही एज लाइक सबिना सेड कि दाइ दिदी कोही फ्यामिली मेम्बर एब्रोडमा छ, लेडिज लाइफ जिरहेछ, प्लस साथी जिरहेछ, भिडियो कल हानिदिन्छ होइन। म काउन्सिलिङको बेलामा पनि भन्छु भाइ दुःख हुन्छ विदेशमा, यु हेभ टु स्टार्ट फ्रम जिरो एन्ड यु हेभ टु बी अ हिरो भन्छु क्या म चाहिँ होइन। जिरोबाट स्टार्ट गरेर हिरो बन्ने हो तिमी होइन। तिम्रो साथीले तिमीलाई भिडियो कल गर्ला, बिचतिर गएको फोटो पठाउला, भाँडा हानेको कहिले फोटो पठाएछ होइन होइन, दुःख पाएको कहिले फोटो पठाएछ, किनकि त्यो लाइफ सो गर्दैन क्या। सो इट्स मोर ओभर ट्रेन्ड 60% ट्रेन्ड। तर मेजोरिटी अफ कतिपय स्टुडेन्टहरूलाई चाहिँ कन्सियस भएर नि अब नेपालमा सर्टेन डिग्रीहरू नेपालमा पनि एभाइलेबल छैन। जस्तै अहिलेको ट्रेन्डमा देखेको मैले एज युएस मार्केटमा देखेको चाहिँ मैले बिजनेस एनालाइटिक्स भन्ने कोर्स नेपालमा नभएको हुनाले होइन। सो नेपालमा स्पेसिफिक त्यो कोर्स छैन नि त। सो त्यो नभएको हुनाले चाहिँ मेजोरिटी अफ स्टुडेन्ट त्यही कोर्समा गइरहेको हुन्छ। बिसाइड देन कतिजनाले चाहिँ जाने खोजिरहेको हुन्छ, त्यसमा पनि अब प्रोसेस पाउँदैन। सो इट्स मोर ओभर ट्रेन्ड अहिलेको सिनारीमा चाहिँ, किनकि मेजोरिटी भनेको चाहिँ +2 पास आउट स्टुडेन्टहरूको चाहिँ मैले ट्रेन्ड देखाएको छु कि किनकि साथी गएको छ, फ्यामिली गएको छ होइन, एलएसपिटी गर्नु नपरोस् भन्छ, उताबाट एलएसपिटी इपिटी विदेश गइरहेछ, साथी गइरहेछ। सो त्यो रिसर्चै छैन क्या। सो मोर अब जाने मान्छे नेसेसिटी भएको भए उसले रिसर्च गर्थ्यो नि त, प्रपर रिसर्च गर्थ्यो होला। सो मैले पनि ट्रेन्डमै अलिकति दिएँ। पपुलारिटी भन्दा नि ट्रेन्ड भयो होइन, ट्रेन्ड मार्केट ट्रेन्ड। जस्तै कि अब के चाहिँ फ्याक्टरले चाहिँ स्टुडेन्टलाई चाहिँ अलिक बढी आकर्षण गर्यो कि बाहिर पढ्न जाऊँ भन्ने के फ्याक्टर छ? फ्याक्टर पनि अगाडि नै मेन्सन भइसक्यो। मेन भनेको चाहिँ उनीहरू फ्याक्टर भन्दाखेरि चाहिँ मेन भनेको उनीहरूको आफ्नो दाइ दिदी अङ्कल काका काकी सबैजना वहीँ छ होइन।
सो उनीहरूलाई पनि फर्दर उनीहरूलाई यस्तो हुन्छ क्या नेपालमा भन्दा आफ्नो रिलेटिभ्स नेपालमा भन्दा पनि बढी त विदेशमा गएर भइसकेको हुन्छ क्या फर इक्जाम्पल अस्ट्रेलियामा पनि नर्मली के हुन्छ भने सिडनीमा चाहिँ मेरो 3-4 जना छ मलाई त्यही भएको युनिभर्सिटी दिनु भन्छ नि त त्यो हुनाले उनीहरूको आफ्नो आफन्तहरू त्यहाँ छ कतिको के हुन्छ भने बाबा मम्मी नै वहीँ भएको हुन्छ छोराछोरी मात्र हजुरआमासँग यहाँ बसेको हुन्छ सो डेफिनेटली पनि त आफ्नो बच्चा त आफ्नो आमा बाबा ठाउँ जान चाहन्छ नि त होइन सो त्यो हुनाले चाहिँ आफ्नो एउटा मेन भनेको चाहिँ उनीहरूको आफ्नो ब्याक रियुनियन टु फ्यामिली हुनको लागि पनि गइरहेको हुन्छ इफ कोही छैन भने पनि कस्तो हुन्छ भन्दाखेरि दो सर्ट टाइममा दुःख भए तापनि पढुन्जेल फर इक्जाम्पल ब्याचलर हो भने कतै कुनै कन्ट्रीमा 4 वर्ष कुनै कन्ट्रीमा 3 वर्ष होइन 3-4 वर्ष दुःख भए तापनि आफ्टर द्याट चाहिँ मैले केही पैसा कमाउँछु जुन चाहिँ मैले फ्यामिलीलाई हेर्न सक्छु फर इक्जाम्पल कोही एल्डर सिस्टर एल्डर ब्रदर छ भने आफ्नो भाइ बहिनीहरूलाई पनि हेर्नुपर्ने हुन्छ उनीहरूको एउटा रेस्पोन्सिबिलिटी हुन्छ नि त होइन प्यासिभ रेस्पोन्सिबिलिटी भइरहेको हुन्छ बाबा मम्मी भए तापनि हो त्यो हुनाले चाहिँ के हुन्छ भने भोलि पर्सि मैले सर्ट टाइममा बरु म लोन लिएर भए पनि जान्छु तर उतापट्टि गइसकेपछि म एटलिस्ट पैसा त फिर्ता पठाउन सक्छु भन्ने एउटा हुन्छ अनि अर्को डेफिनेटली पनि भनेको कतिजनाको चाहिँ अब नेपालमा सुशान्तहरूले भने जस्तो होइन लाइक यहाँ चाहिँ उनीहरूले डिग्रीहरू पनि पाइरहेको हुँदैन अर समथिङ केही उनीहरूलाई यहाँको मन परेर हुन्छ जस्तै यहाँको जामदेखि लिएर धुवा धुलो होइन लाइक अलिकति छैन नि त फेसिलिटी जुन चाहिँ बाहिर छ होइन त्यो हुनाले चाहिँ होइन म अलिकति राम्रो हेल्दी लाइफस्टाइल जिउँछु अरू राम्रो लेभिस लाइफस्टाइल जिउँछु अलिकति स्ट्यान्डर्ड लाइफस्टाइल जिउँछु भन्नेहरूको लागि पनि उनीहरूलाई त्यहाँ हुन्छ जस्तै अब अर्को भनेको चाहिँ मेन भनेको चाहिँ एउटा हामीले पनि स्वीकार्नुपर्ने फ्याक्ट चाहिँ के भन्दाखेरि नेपालमा दुःख गरे अनुसारको लाइक वेजेसहरू आउँदैन जहाँ चाहिँ विदेशमा तपाईँले 1 घन्टा पर आवर अनुसार आउँछ जुन चाहिँ एउटा मेन भनेको उनीहरूको इन्कम सोर्स हो जस्तो लाग्छ मलाई चाहिँ होइन भोलि पर्सि मैले घरमा सपोर्ट गर्नुपर्छ प्लस आफ्नो पनि एउटा स्ट्यान्डर्ड लाइफस्टाइल हुन्छ सर्टन त वर्ष दुःख गरेर मैले पछि चाहिँ राम्रो लाइफस्टाइल जिउन सक्छु भने किन नजाने भन्ने जस्तो लाग्छ मलाई चाहिँ त्यो हुनाले सो मोरओभर कुरा सबिनाले एक्सप्लेनेसनकै पारामा कभर अप गरिदिइसक्यो सो म चाहिँ के भन्छु भन्दाखेरि एउटा भनेको स्टुडेन्टको मुखैबाट सुन्ने मैले भनेको बेटर अपर्च्युनिटी भन्छ बेटर अपर्च्युनिटी इन टर्म्स अफ एजुकेसन होस् होइन अनि उता गएपछि सस्टेनेबिलिटीको कुराहरू हो अनि अर्को भनेको सोसल लाइफ अलिकति नेपालीहरूले चाहिँ जस्तै हुन्छ नि विदेशीहरू चाहिँ नेपालमा आएर तपाईँको नेपाली कल्चरहरूलाई मन पराउने तर नेपालीहरू चाहिँ हाम्रो डिसीमा पनि सायद इस्कनको सेक्रेटरीले कुरा गर्नुभएको थियो सो विदेशीहरू चाहिँ नेपाल आएर सोसल लाइफ जिउन खोज्छ सो नेपालीहरू चाहिँ वेस्टर्न कल्चरलाई एडप्ट गरिरहेछ भन्ने कुरामा सो एउटा त्यो पनि हुनसक्छ सोसल लाइफ चुज गर्यो अर्को भनेको सबिनाले सुरुमै भने जस्तै फ्यामिलीको इन्फ्लुएन्स होइन फ्यामिलीको कोही मेम्बर्स रिलेटिभ्सलाई सिडनीमा छ मलाई बोलाइरहेछ टाइपको कुराहरू अनि नेसेसिटी भएको स्टुडेन्टहरूलाई चाहिँ एजुकेसन नै जस्तो लाग्छ मलाई चाहिँ सो यी फ्याक्टरहरूले गर्दाखेरि चाहिँ ट्रेन्ड नै हो अनि फ्रेन्ड सर्कलको रिफरेन्सहरू त्यो कारणले गर्दाखेरि चाहिँ अलिकति मार्केटमा अलिकति फाइनेन्सियल स्टुडेन्टले आफ्नो फाइनेन्सियल ब्याकग्राउन्ड नहेरिँदा पनि आफै आएर आउँछ क्या मार्केटमा आउँछ बुझ्छ एट द ब्याक इन्ड उसको बिहाइन्ड द स्टोरी अर्कै हुन्छ कि सो यावत यी कुराहरूले गर्दाखेरि चाहिँ अहिलेको सिनारीमा ट्रेन्ड प्लस एब्रोड स्टडीको क्रेज अलिकति बढ्यो होला जस्तो लाग्छ माई पर्सपेक्टिभ है बाहिर पढ्नेको जस्ट ट्रेन्ड बढी नै भइसके पनि अब बाहिर पढ्ने कारणले एउटा केही त छ नि त फ्याक्टरहरू जुन मेन्सन भइसक्यो त्यसले चाहिँ के बेनिफिट गरेको छ कि जस्तै एकाडेमिक र प्रोफेसनल पर्सपेक्टिभबाट हेर्दाखेरि चाहिँ अब स्टुडेन्टले आफ्नो लागि चाहिँ के चाहिँ बेनिफिट देखेर चाहिँ अलिक बढी नै भयो अब ट्रेन्ड त एउटा एक उसमा भइहाल्यो तर त्यो बिसाइड द्याट जो आफ्नो नेसेसिटी भएर गइरहेको छ उनीहरूले चाहिँ के चाहिँ देखिएको छ कि बेनिफिट जुन नेपालमा छैन ठिक छ बेनिफिट इन टर्म्स अफ अब मैले पनि थुप्रै स्टुडेन्टहरू रिक्रुट गरिसकेँ एज एन काउन्सिलर होइन सो रिसेन्टली अहिले भर्खरै मैले एकजना रिक्रुट गरेको स्टुडेन्टको इक्जाम्पल दिन्छु उसको लागि चाहिँ नेसेसिटी पनि थियो जस्तो लाग्छ किनकि उसले 2016मा एसई पास गरे त्यसपछि हि वाज अन एब्रोड सिन्स 2015 क्या 15 बिचमा आएर इक्जामहरू दिएर गएको मान्छे सो दुबईमा 8 इयर्स अफ एक्सपिरियन्स होइन होटेल सेक्टरमा उसको 8 इयर अफ एक्सपिरियन्स अनि हि सेड द्याट कि मैले मसँग एजुकेसन नभएर र मसँग प्रोपर इङ्ग्लिस नभएर मैले कति राम्रो अपर्च्युनिटीहरू मिस गरेँ सुशान्तजी सो बेटर हुन्छ मलाई हस्पिटालिटी सेक्टरमा कुनै छ भने मलाई इन्ट्रोड्युस गराउनु भन्नुभयो सो उसको लागि चाहिँ त्यो नेसेसिटी हो क्या सो ऊ चाहिँ के गरिरहेको छ उसको बेस छ 8 इयर्स अफ एक्सपिरियन्स होटेल सेक्टरमा ऊ गएको छ टुरिज्म एन्ड हस्पिटालिटी पढ्न गएको छ सो उसले पढिसकेपछि चाहिँ केही न केही बेनिफिट उसले कन्ट्रिब्युट गर्ला इफ हि रिटर्न ब्याक टु नेपाल अब उसको कुरा होइन किनकि भन्न सकिँदैन अहिलेको लागि त म फर्केरै आउँछु नेपाल सो नेपालमै केही गर्छु नभए दुबईतिरै मलाई पहिलेकै जबमा पनि छ मेरो पोसिबिलिटी भन्ने कुराहरू गरिरहेछ होइन मेजोरिटी अब हामीले देखिरहेछौँ मार्केटमा पनि मेजोरिटी अफ पिपुलहरू चाहिँ जति पनि अब नेपालकै हेरौँ ब्याङ्किङ सेक्टरमा भयो विभिन्न अरू सेक्टरमा भयो जति पनि मान्छेहरू छ एब्रोड पढेर आएर नेपालमा आइसकेपछि राम्रो कन्ट्रिब्युट गराएछ किनकि नेपाली सोसाइटीलाई राम्रो कन्ट्रिब्युट गराएछ होइन तर मेजोरिटी त यो ट्रेन हुने स्टुडेन्टहरू चाहिँ
ब्रेन ड्रेनकै अवस्था जस्तो छ कि दे डोन्ट रिटर्न ब्याक टु नेपाल। मैले रिसेन्टली देखाएको थिएँ एउटा एमए इङ्ग्लिसमा हो कि इकोनोमिक्समा ट्यु टपर गरेको स्टुडेन्टले एउटा सर्टेन स्कुलमा गएर म लेक्चर बन्छु भन्दाखेरि चाहिँ त्यहाँको कलेज म्यानेजमेन्टले चाहिँ उसलाई त टपरमा चाहिँ त विदेश गइहाल्छस् नि भन्ने टाइपको मेन्टालिटी छ क्या। इभन द ह्युमन टु कन्ट्रिब्युट इन नेपाल के उसलाई त्यो सोसाइटीले नि त्यो बनाइदियो क्या होइन। सो त्यो टाइपको कुराहरूले गर्दाखेरि चाहिँ अलिकति मेजोरिटी अफ पिपुल चाहिँ नेसेसिटी मान्ने स्टुडेन्टहरू रिटर्न ब्याकबाट नेपालमै केही गर्छु भन्ने जिस चाहिँ हामीले देखि पनि रहेछौँ होइन। सो ट्रेनको पछाडि कुद्नेहरू चाहिँ सोसल लाइफ नै हो, बेटर अपर्च्युनिटी हो, त्यही नै। ओके, क्वेसन चाहिँ स्टुडेन्ट्स वहाँ गइसके पछाडि फर्के उनीहरूले के अपर्च्युनिटी एक्सेप्ट ट्रेन र नेसेसिटी के गरेको छ भन्ने कुरा होइन त। ओके, स्टुडेन्ट्सहरूले चाहिँ अनि तिम्रो एन्सर सुनेर मैले क्वेसन चाहिँ बिर्सेँ। ओके, के हुन्छ भने स्टुडेन्ट्सहरूले नर्मली वहाँ गएर पढिसके पछाडि 2 टाइप्सको हुन्छ। एकजना एक थरी चाहिँ कोही नेपाल आएर गर्ने खालको हुनुहुन्छ भने कोही चाहिँ विदेशकै ल्यान्डमा आफूले केही दुःख गर्ने खालको हुनुहुन्छ। नेपाल मलाई चाहिँ के लाग्छ भने ओभरअल तर विदेश गइसकेर पढिसके पछाडि जो पढ्न जानुहुन्छ जेन्युनली होइन, सो उहाँहरूले त्यस्तो साह्रो मैले देखेअनुसार मैले चिनेअनुसार त्यस्तो साह्रो दुःख पाएर भौतारेको बसेको खासै देखेको छैन। उहाँहरूले लाइक उहाँको डिग्री लिइसके पछाडि लाइक अब मास्टर्स होस् अर ब्याचलर होस् होइन, उहाँहरूले उहाँ कम्प्लिट गरिसके पछाडि चाहिँ नेपाल आएर विदेशै भएर पनि राम्रो गरेर रहेछ। इन टर्म्स अफ कि नेपाल आएर कसैले विदेश अति धेरै दुःख गरिसकेको हुन्छ नि त, 4-5 वर्षको टाइम एकदमै दुःख गरिसकेको हुन्छ होइन। सो उनीहरूलाई के हुन्छ भने नेपालमा आएर म यो गर्छु, उनीहरूले एउटा सर्टेन इन्भेस्टमेन्ट ल्याइसकेको हुन्छ कि म नेपालमा केही स्टार्ट गर्छु भन्नको लागि सर्टेन इन्भेस्टमेन्ट ल्याउनु उनीहरूले मजाले कमाइसकेको हुन्छ होइन। त्यो उनीहरूले नेपालमा आएर चाहिँ उनीहरूले के कसैले बिजनेस खोल्छ होइन, कसैले आफ्नो लाइक फर इक्जाम्पल कुनै फिल्डमा मास्टर्स गर्छ, उनीहरूले कुनैमा एज अ टिचरको काम गर्छ, एज अ लेक्चररको काम गर्छ। अरू डिफ्रेन्ट सेक्टरमा उनीहरूले के भन्छ भने नेपालमा आउने बित्तिकै विदेशको डिग्री हो भनेपछि अलिकति प्रायोरिटाइज पनि गरेको छ जस्तो लाग्छ मलाई चाहिँ सर्टेन ठाउँहरूमा के, किनकि उनीहरूको एउटा स्पिकिङ राम्रो हुनसक्छ, लाइक नर्मली इङ्ग्लिस उसले कुरा गरे होइन, इङ्ग्लिसमा राम्रो हुनसक्ला। कतिपय ठाउँमा चाहिँ के हुन्छ भने दो हाम्रो मदर टङ चाहिँ नेपाली भए तापनि कति जब जुनसुकै प्रोफेसनमा छ त्यहाँ इङ्ग्लिस चाहिँ चाहिन्छ कि अलिकति राम्रो खालको जब पाउने हो भने होइन। सो त्यो हुनाले चाहिँ बाहिर पढेर आउने बित्तिकै एउटा प्लस पोइन्ट चाहिँ हुन्छ नेपालमा पनि होइन। अब विदेशमा पनि कतिजना राम्रो गरेको देखेको छु कि, जस्तै कतिहरूले चाहिँ लाइक आफूले जे पढेको त्यही फिल्डमा काम पाउनु भएको छ, त्यो द्याट्स अ भेरी गुड थिङ नि त होइन। कतिले त पाउनु भएको छैन भने द्याट्स लाइक एकदमै स्याड थिङ भन्नु पऱ्यो। सो सरी फर देम होइन, लाइक 4-5 वर्ष एउटा डिग्री लिएर पढ्नुहुन्छ, अब काम चाहिँ फेरि अहिलेसम्म 0 लाइक स्क्रचबाटै सुरु गरिरहनु भएको छ, त्यो भनेको एकदमै नराम्रो हार्ट ब्रेकिङ कुरा नै भयो होइन। बट स्टिल कसैले चाहिँ आफूले पढेकै डिग्रीमा काम पाइरहनु भएको छ, दे आर डुइङ रियली वेल कि। जस्तै फर इक्जाम्पल एउटा कुनै सेक्टरको कुरा गर्दाखेरि नर्सिङ होइन, नेपालबाट लाइक पिसिएल नर्सिङ गर्नुभएको, +2 साइन्स बायो पढेर जानुभएकोहरूले नर्सिङ यस्तो राम्रो गरिरहनु भएको छ, बाहिर लाइक आरएन भइरहनु भएको छ, यस्तो राम्रो फिल्डमा जब पाइरहनु भएको छ किन दे आर डुइङ रियली वेल। उनीहरूले एजुकेसनको टाइममा एजुकेसन पनि राम्रो भयो, त्यसलाई आफ्नो लाइफस्टाइलको टाइममा लाइफस्टाइल पनि राम्रो भयो होइन, लाइक डिग्री पनि पाउनु भयो, इन्कम पनि राम्रो भइरहेछ नर्सिङहरूबाट भनेदेखि एकदमै राम्रो भएको चाहिँ देखाएको छु मैले तर बाहिरको डिग्री लिइसके पछाडि। जस्तो तिमीहरूले भनेको अनुसार चाहिँ है, जसको नेसेसिटीहरू छ होइन, उनीहरू चाहिँ बाहिर पढेर चाहिँ नेपालमा केही कन्ट्रिब्युट गर्न खोजिरहेको छ भन्ने लागिरहेको छ होइन। जस्तो हजुरहरूको बोलाइले चाहिँ त्यही सुनेको। हजुरहरूसँग केही इक्जाम्पलहरू छ जसले कि बाहिर पढ्नुभयो र नेपालमा आएर केही कन्ट्रिब्युट गर्नुभएको छ? ओके, मलाई ठ्याक्कै याद आयो हाम्रो पास्ट प्रेसिडेन्ट रोटरी क्लब अफ काठमाडौँ मिटाउनकै अनुश्री दिदी होइन। अनुश्री दिदीले चाहिँ के थियो भने उहाँले चाहिँ लाइक न्युट्रिसनमा पर्स्यु गर्नुभएको छ आफ्नो मास्टर्स पनि होइन। सो उहाँले चाहिँ बाहिरको न्युट्रिसनमा पढेर नेपालमा आएर आफैले क्लिनिक खोल्नु भएको छ र आई थिङ्क सी इज प्रोभाइडिङ जब टु अदर पिपल जस्तो पनि लाग्छ मलाई चाहिँ होइन। सो त्यो हुनाले चाहिँ द्याट इज एकदम रियली गुड इक्जाम्पल जस्तो लाग्छ। एक्चुअली मैले चाहिँ एसिसीमै काम गर्ने बेला मेरो काउन्सिलरसँगै उहाँले कन्सल्ट गर्नुभएको रहेछ अनि उहाँले मलाई सेयर पनि गर्नुभएको थियो कि अनुश्री दिदी त तपाईँसँगको लाइक सँगै क्लबमा आबद्ध हुनुहुँदो रहेछ, चिन्नुहुन्छ भनेर सोध्नुभएको थियो। अनि उहाँले एकदम तारिफ पनि गर्नुभएको थियो कि लाइक सी वाज रियली गुड होइन। बाहिर जान सरले उहाँले चाहिँ काउन्सिलिङको बेला भन्नुभएको थियो अरे कि म बाहिरतिर पढेर पछि नेपालमा रिटर्न ब्याक हुने हो भनेर। सी इज डुइङ द्याट भने कि जे भन्नुभएको छ त्यो पनि गर्नु भएको छ। एउटा राम्रो इक्जाम्पल भनेको आफ्नै क्लबको पास्ट प्रेसिडेन्ट पनि हुनुभयो होइन। सो उहाँले चाहिँ बाहिर पढेर अहिले नेपालमा आफ्नै जे पढ्नुभयो त्यही फिल्डमा क्लिनिक खोलेर सी इज डुइङ रियली वेल। अहिले चाहिँ मलाई त्यो इक्जाम्पल याद आयो। मेरो केसमा चाहिँ त्यस्तो इक्जाम्पल छैन किनकि मैले अहिलेसम्म आई हेभ कन्सल्टेन्सी सेक्टरमा लागेकै मेरो 1.5 इयर भएको छ। सो स्टुडेन्टहरू पढिरहेछन् होइन। सो लेट्स सी उनीहरू पढेर रिटर्न ब्याक हुन्छु भन्ने थुप्रै छन्। आई एम स्टिल कनेक्टेड विथ देम के। सो केही त्यस्तो छ भने अहिले सेयर लेटर अहिलेको लागि चाहिँ मसँग छैन। सो दिदीको इक्जाम्पल चाहिँ द्याट इज अल्सो अ गुड इक्जाम्पल किनकि बाहिर पढ्न आई गेस मलेसियन डिग्रीमा एमफिल कि पिएचडी के गर्दै हुन्छ दिदीले। सो
यहाँ क्लिनिक पनि रन गर्दै हुनुहुन्छ नि त, सो द्याट्स गुड। ओके, नाउ लेट्स टक अबाउट च्यालेन्जेस एन्ड रिस्क है। अब जस्तै कि बाहिर पढ्न गइरहेको खोजिरहेको स्टुडेन्टहरूलाई चाहिँ हामी के च्यालेन्जेस के रिस्कहरू चाहिँ उनीहरूले फेस गर्नु परेको छ र त्यसलाई चाहिँ ओभरकम गर्नलाई चाहिँ के अवेरनेस अरू आफूले के प्रिकसनहरू अप्नाउँदाखेरि चाहिँ उनीहरू आफू सेफ साइडमा बस्न सक्छ। ओके, बाहिर पुगिसकेको स्टुडेन्ट्सहरूलाई अब एप्लाई गर्न खोजिरहेको हुन्छ नि, त्यसमा धेरै च्यालेन्जेसहरू रिस्कहरू अप्लाई गर्ने क्रममा हुने च्यालेन्जेसहरू तिमी भन्छौ? ठिक छ, मै भन्छु। सो ठिक छ, च्यालेन्जेसको कुरा गर्नु पर्दाखेरि अब खासै च्यालेन्जेस भनेको अब भिजामा पार्टमा नजाउँ, त्यो त कन्ट्रीको आफ्नै डिप्लोमेटिक रुल्स हुन्छ। सो नेपाल गभर्मेन्टबाट अलिकति मैले च्यालेन्जेस देखेको भनेको नर्सिङ सेक्टरमा जाने स्टुडेन्टहरूलाई हो, जसलाई चाहिँ कमन इन्ट्रान्स एक्जाम सिई एक्जाम चाहिन्छ। त्यो चाहिँ नेपाल गभर्मेन्टले वर्षमा 2 चोटि गर्ने भनेर भनेको छ, तर त्यो पनि कहिले गर्ने नभएर चाहिँ स्टुडेन्टहरूले चाहिँ आफूले पढेको आफूले रोजेको फिल्डमा नगइकन कतिले चेन्ज गरिरहेको हुन्छ कोर्स क्या। सो त्यसलाई चाहिँ एज अ मेजर च्यालेन्ज, जस्तै मैले नर्सिङ पढाएको छु, पिसिआर गरेको छु, म एब्रोडमा गएर नर्सिङ कोर्स पढ्न चाहन्छु भन्ने स्टुडेन्टहरूलाई चाहिँ कमन इन्ट्रान्स नभइकन नेपाल गभर्मेन्टले चाहिँ एनओसी दिँदैन क्या। सो एनओसी नभइसकेपछि दे क्यान रेमिटेन्सको लागि चाहिँ पठाउँदाखेरि एनओसी चाहिन्छ। इमिग्रेसन नेपालको इमिग्रेसनले पनि तपाईँको फ्लाइट भएको बेलामा चाहिँ बोर्डिङ पास दिँदैन, एनओसी क्लियरेन्स छैन भने। सो एउटा त्यो च्यालेन्जेस भयो। अब बिसाइड अर्को च्यालेन्जेस भनेको चाहिँ च्यालेन्जेस भन्दा पनि अलिकति स्टुडेन्टहरू मिसगाइडेड, किनकि मार्केटमा अब कन्सल्टेन्सीहरू त थुप्रै छ होइन। सो मिसगाइडेड मिसइन्फर्मेसनहरू पाएको हुनाले चाहिँ स्टुडेन्टहरूले चाहिँ कतिजनाहरू चाहिँ होल्डमा भइरहेछ होइन। सो त्यो टाइपको चाहिँ सो त्यस्तो स्टुडेन्टहरूलाई चाहिँ एकचोटि आफूले रिसर्च गर्नु होइन, एउटा दुईवटा मल्टिपल कन्सल्टेन्सीहरू भिजिट गर्नु, आफूले पनि सर्टेन रिसर्च गर्नु क्या। किनकि आफू जाने कन्ट्रीको बारेमा आफूलाई पनि थोरै नलेज भयो भने, प्रोसेस भयो भने, अहिले इन्टरनेटको जमाना, तपाईँले कुनै पनि युनिको वेबसाइटमा गएर हेर्नु भने सबै चिज राखिदिएको हुन्छ क्या। एज अ काउन्सिलर मैले पनि केही इन्फर्मेसन दिनु पऱ्यो भने स्टुडेन्टलाई मैले पनि सुरुमा गएर भिजिट गर्ने भनेको स्पेसिफिक युनिभर्सिटीको गएर हेर्ने हो, किनकि सबै युनिभर्सिटीको कसैलाई पनि याद हुँदैन, एउटा सर्टेन प्रोसेस याद हुन्छ, कुनै स्पेसिफिक कन्ट्रीको प्रोसेस याद हुन्छ। सो अलिकति भनेको डकुमेन्टेसन पार्टहरूमा अलिकति च्यालेन्जेस हुन्छ। सो एप्लाई गर्नु अगाडि स्टुडेन्टहरूको सर्टेन कन्ट्रीहरूमा चाहिँ एप्लिकेसन फीदेखि लिएर होइन, अनि डकुमेन्टेसन एरेन्ज गर्दा अलिकति खर्चहरू भइरहेको देखेँ। अरू च्यालेन्जेस त त्यस्तो छैन मैले देखेअनुसार चाहिँ, किनकि अब जान्छु भन्ने स्टुडेन्टलाई प्रोडक्ट छ। अब भिजाको कुरो भनेको भिजाको कुरो हाम्रो हातमा हुँदैन, एज अ काउन्सिलरको हातमा हुँदैन, नेपाल गभर्मेन्टको हातमा हुँदैन। सो कुनै कन्ट्री गइरहेछ भने ट्राभल पर्मिट दिने भनेको त्यही कन्ट्रीको गभर्मेन्टले हो। सो यति नै भयो मेरो साइडमा, केही छ भने सबिनाले एड अन गर्छ। ओके, उसले चाहिँ कन्सल्टेन्सी धेरै छ भने ठ्याक्कै मैले त्यहीँबाट सुरु गर्न खोजेँ होइन। मैले चाहिँ एउटा इन्सिडेन्स भएको थियो क्या, मैले पहिला काम गर्ने अफिस, मैले आज धेरै पहिला काम गर्ने अफिसको बारेमा प्रमोसन गरेँ कि ठिक छ, पाइयो गर्न। मैले चाहिँ पहिला काम गर्दाखेरि चाहिँ के भएको थियो भने बाहिर युनिभर्सिटीबाट रिप्रेजेन्टेटिभहरू आउनुहुन्थ्यो नि त, उहाँहरूसँग मिटिङ भएको थियो कि। अनि त्यतिखेर एकजना लाइक युनिभर्सिटीको रिप्रेजेन्टेटिभ लिटरली सेड कि उहाँहरू बसिरहनु भएको थियो होइन। उहाँले यसो भन्नुहुन्थ्यो के भन्दाखेरि हामी पुतली सडकमा बिचमा रोडमा झरेर माथि हेऱ्यौँ है, एनिवेयर आँखाले भ्याउँदो रहेछ कन्सल्टेन्सी मात्र छ भन्नु। अझै उहाँले पुतली सडक भन्नु पुतली सडक भन्नुभएको थियो कि। लाइक एकदमै हामी त्यतिखेर हाँसेको थियौँ, बट द्याट लाइक हुन्छ नि त्यो चाहिँ एकदमै मनन गर्नुपर्ने कुरा नै जस्तो लाग्छ कि एकदमै साँच्चै द्याट्स ट्रु नि त होइन। एनिवेयर कन्सल्टेन्सी अलिकति बेला मार्केट के खोल्ने कन्सल्टेन्सी के गर्ने बिजनेस कन्सल्टेन्सी भइरहेको छ कि। अब कतिजनाले चाहिँ एउटा बिजनेस पर्सपेक्टिभ नै मेन त त्यही नै हो, बिजनेस पर्सपेक्टिभ नै भइरहेको छ होइन। स्टुडेन्टलाई सबसे फर्स्टमा गाह्रो हुने भनेको चाहिँ आई थिङ्क कन्सल्टेन्सी चुज गर्न नै हुन्छ जस्तो लाग्छ क्या मलाई चाहिँ। यो पनि त्यहाँ गयो त्यही राम्रो जस्तो लाग्छ, त्यहाँ गयो त्यही राम्रो जस्तो लाग्छ, कुनै उनीहरूलाई सर्टलिस्ट गर्न टाइम लाग्छ होइन। बट एक्चुअली मैले पहिला काउन्सिलिङ गर्ने चक्करमा काउन्सिलिङ लिने चक्करमा चाहिँ एउटा मैले के पनि कस्तो खालसम्म काउन्सिलर भेटेको छु भने मैले पब्लिक हेल्थ पढेको नि त होइन। सो अब मैले त एमपिएस गर्नु पऱ्यो भनेदेखि हि डजन्ट नो कि उसलाई चाहिँ हुन्छ नि एमपिएस गर्नको लागि सी पनि चाहिन्छ भनेर उसलाई त्यो पनि थाहा थिएन कि होइन। अब उसले त नर्सिङको कुरा गरे नि होइन, एक्सेप्ट द्याट नर्सिङ भन्दा बाहेक पनि डिफ्रेन्ट खालको कोर्सेस छ जुनमा चाहिँ कमन इन्ट्रान्स एक्जाम पास गरेको हुनुपर्छ पब्लिक हेल्थ बाहिर गएर पढ्नको लागि होइन। मेडिकल सेक्टरमा नर्मली क्लिनिकल मेडिकल सेक्टर भनौँ न होइन। सो उनीहरूलाई थाहा पनि मैले भनिरहेको छु कि होइन सर मेरो सी पढेको छैन, मसँग सी छैन भन्छु, सी चाहिन्छ र चाहिँदैन पब्लिक हेल्थलाई, नर्सिङलाई चाहिने होला मात्र भनिरहेको छ क्या होइन। भन्नुको मतलब चाहिँ इभन काउन्सिलरलाई पनि थाहा छैन कि होइन। हो त्यो हुनाले चाहिँ यस्तो खालको केस छ जस्ट बिजनेस खोल्ने भन्दैमा तिमीहरूले लाइक स्टुडेन्टको भविष्य बर्बाद हुने गरी खोलेर चाहिँ काम पनि छैन सिरियसली भन्नुपर्दाखेरि होइन। एकदम वेल रिसर्च वेल फोकस हुन्छ नि, म स्टुडेन्टलाई गाइड गर्न सक्छु थ्रु आउट द प्रोसेस भन्ने एउटा छ मेन्टालिटी भित्रदेखि नै छ भनेदेखि भयो होइन। सो त्यो हुनाले चाहिँ स्टुडेन्टलाई फर्स्ट गाह्रो भनेको चाहिँ
सेलेक्सन अफ कन्सल्टेन्सी एकदमै धेरै छ। मामाकोमा जाने कि काकाकोमा जाने कि साथीकोमा जाने कि राम्रोमा जाने कि हाई ऱ्याङ्क भएकोमा जाने कि जसले भिजा धेरै दिन्छ त्यसकोमा जाने कि लाइक दे आर कन्फ्युज के होइन। त्यो हुनाले त्यो भयो। एउटा चाहिँ मेन भनेको कन्सल्टेन्सीको सिलेक्सनमा भयो। अर्को भनेको आइएलटिएसको पनि उहाँहरूले त्यसको पनि कहाँबाट पढ्ने भइरहेको हुन्छ, कहाँबाट प्रोसेस गर्ने, कहाँबाट पढ्ने भइरहेको हुन्छ, एउटा त्यो हुनसक्छ। अर्को भनेको कन्सल्टेन्सी छिरे पछाडि त्यहाँको चार्जको कुरा आउन सक्ला होइन। कतिलाई सबैजनालाई एउटै फ्रेन्डली बजेट फ्रेन्डली हुन्छ भनेर छैन नि त होइन। सो सबैजनालाई एउटै चार्ज पनि लाइक लागु हुन्छ भनेर पनि छैन। कन्सल्टेन्सी अनुसार आफ्नो आफ्नो चार्ज छ होइन। अब राम्रो कन्सल्टेन्सीले धेरै लिन्छ, राम्रो कन्सल्टेन्सी लिँदैन कि के हो, उनीहरू स्टुडेन्ट्स कन्फ्युज छ क्या, एउटा त्यो भयो। अर्को भनेको एज सुशान्त सेड स्टुडेन्ट्सहरूले आफूमा रिसर्च गरेकै हुँदैन, टोटल्ली डिपेन्डेन्ट होइन, काउन्सलरले गरिदिन्छ। मेरो त काउन्सलर हुनुहुन्छ लाइक दे आर लिटरली थिङ्किङ कि काउन्सलर भनेको उनीहरूको पर्सनल काउन्सलर हो जस्तै कि भनेको एटलिस्ट आफू रिसर्च त हुनु पऱ्यो नि त अलिकति होइन। काउन्सलर भनेको अप्रोजनाको लागि उसलाई थाहा नभएको कुरा जस्ट गाइड गर्ने मात्रै हो। एसओपी लेख्नेदेखि लिएर सिभी लेख्ने लिएर होइन काउन्सलर तपाईँ गरिदिनुहोस् न टाइपको हुन्छ कि होइन, जुन चाहिँ त्यस्तो हुनु भएन जस्तो लाग्छ। एउटा भनेको रिसर्चमा ल्याक भएर पनि हुनसक्ने भयो होइन। अनि अर्को भनेको अहिले अब डेफिनेटली पनि अर्को भनेको चाहिँ के हुन्छ भने स्टुडेन्ट जान खोजिरहेको छ एउटामा, काउन्सलरले म्यानिपुलेट गरिदिरहेको छ अर्कोमा। अब त्यो चाहिँ जब नै होला हुन त होइन, द्याट्स जब। अब कन्सल्टेन्सीसँग सबै आफ्नो प्रोडक्ट हुन्छ भनेर पनि छैन, आफूसँग जे छ त्यही बेच्नु त पऱ्यो नि त, त्यो एउटा स्किल त हो। बट स्टिल स्टुडेन्टको पर्सपेक्टिभबाट मैले बोल्नु पर्दाखेरि चाहिँ द्याट्स रङ जस्तो लाग्छ कि होइन। अब टच हुड एउटा लाइक बाई लक भनौँ, अहिले मैले जहाँ काम गरिरहेको त्यहाँ त्यस्तो चाहिँ छैन सरी। अब त्यहाँ चाहिँ के हुन्छ भने लाइक नर्मल्ली एउटा जस्ट अहिले मैले चाहिँ अब अलिकति सेफ साइड होइन मैले भन्न खोजेको जस स्यालेरी कट अफ होइन, मैले राम्रो कुरा भन्नु जस्ट मैले भन्न खोजेको जे किनकि अहिले कोही स्टुडेन्टलाई फर इक्जाम्पल मैले काउन्सिल गरेको कोही स्टुडेन्टले हेर्नु भएको छ भने दे क्यान रिलेट होइन। मैले भन्न खोजेको स्टुडेन्टले जुनसुकै म युनिभर्सिटीमा जान्छु भन्नुहुन्छ वी हेभ के उसले हामीले चाहिँ स्टुडेन्टले भनेको छ भनेर गरिदिने चाहिँ गरेको छ कि जुन चाहिँ अरू कन्सल्टेन्समा हुँदैन। मैले पनि काउन्सिलिङ दिएको छु नि त, जुन नर्मल अरू कन्सल्टेन्समा गरेको देखिँदैन। उनीहरूले भयभरको आफ्नो स्किल्स म्यानिपुलेसन स्किल लगाएर म्यानिपुलेट गरेर छाड्छ कि होइन। त्यो उनीहरूले चाहिँ डिफ्रेन्ट च्यालेन्जेस चाहिँ छ होइन। त्यो हुँदाहुँदै पनि स्टुडेन्टको एकदमै अहिले अर्को केस के हुन्छ भने यस्तो स्टुडेन्ट यति फास्ट फरवर्ड भइसकेको छ कि काउन्सलरभन्दा बढी नलेज स्टुडेन्टलाई भइसकेको हुन्छ अहिलेको केसमा होइन। यति धेरै किनकि यो सोसियल मिडिया भयो ब्ला ब्ला भयो के गर्दाखेरि उनीहरूलाई बढी थाहा भइसकेको हुन्छ। त्यो आफू चाहिँ एकदमै आफूले जे बोलिरहेको छ त्यो कुरा वाइजली बोल्नुपर्छ जस्तो लाग्छ इभन काउन्सलरलाई पनि र कन्सल्टेन्सीको फिल्डमा पनि भनौँ न होइन। हो त्यो उनीहरू डिफ्रेन्ट च्यालेन्जेस छ। बट आई सजेस्ट कि कोही स्टुडेन्ट अब कोही अप्लाई गर्दै हुनुहुन्छ भने चाहिँ आफू बढी प्रिपेयर हुनु, बरु तपाईँले काउन्सलरलाई तपाईँ कुनै ठाउँमा रङ बोल्नु हुन्छ तपाईँले त यो कुरा त्यो होइन यो कुरा हो भनेर भन्न सक्नुहुन्छ होइन। त्यो हुनाले चाहिँ आफू वेल फोकस्ड भयो भने इभन काउन्सलरले इभन कन्सल्टेन्सीले केही नराम्रो गर्यो भने पनि तपाईँलाई थाहा हुन्छ कि वेयर यु आर गोइङ रङ भनेर होइन। च्यालेन्जेस छ, च्यालेन्जेस हुँदा पनि इफ यु आर वेल फोकस्ड गर्न सकिन्छ, त्यही नै हो। जस्तै मेन्सन गर्यो नि त स्टुडेन्टहरूले धेरै ग्रुपहरूमा आफ्नो रिसर्च गर्छ भनेर, जस्तै यही रिलेटेड एउटा क्वेसन सुशान्तलाई गर्न चाहेँ। जस्तै कि धेरै नै छ नि त फेसबुक सोसियल मिडियामा ग्रुपहरू हरेक कन्ट्रीहरूको छ, त्यसमा पोजिटिभ पनि आउँछ नेगेटिभ पनि पोस्टहरू आइरहेको हुन्छ होइन। जस्तै त्यसमा चाहिँ स्टुडेन्टले त्यो मात्रै पोस्टहरू देखेर आफ्नो मिसकन्सेप्सनहरू पनि राखिरहेको हुन्छ नि त। हो त्यो मिसकन्सेप्सन लिएर आउने स्टुडेन्टलाई चाहिँ कसरी डिल गर्न सकिन्छ? यस्तो छ, म पनि ग्रुपमा छु है, एज बिङ अ काउन्सिलर म पनि युकेको एउटा ग्रुपमा छु। म त्यो च्याट हेर्छु कि त्यो च्याट हेर्छु स्टुडेन्टको मेन्टालिटी चाहिँ कस्तो हुन्छ भन्दाखेरि ट्रेन्ड के छ त्यही बेसिसमा एनालाइसिस गरिरहेको हुन्छ क्या। कसैले पोस्ट गर्दै मेरो त 2 दिनमा भिजा आयो भने चाहिँ 2 दिनमा भिजा आउँछ अरे भन्ने कुरा होइन नि त, किनकि इट टेक्स टाइम नि त। अब प्रोसेसिङ टाइम हुन्छ, उसको एप्लिकेसन हेऱ्यो, उसको एप्लिकेसन फिड देखियो, एज अ भिजा अफिसरले उसलाई भिजा दियो। अब कसैको एप्लिकेसन हेर्दाखेरि त्यहाँ अन्डर सर्टेन त्यहाँ अझै केही चिजहरू खोजिरहेछ उसले, ऊ सेटिस्फाई छैन भने काउन्सिलरले अब इन्टरभ्यू राखिदिन सक्छ, फर्दर डकुमेन्ट एडिसनल डकुमेन्ट मागिदिन सक्छ, क्लियरिफिकेसन होइन। सो स्टुडेन्ट त्यस्तो स्टुडेन्ट आउँछ। सुरुमा चाहिँ म स्टुडेन्टलाई के भन्छु भन्दाखेरि चाहिँ त्यस्तो मेन्टालिटी बोकेर आएको स्टुडेन्टलाई मलाई पनि आएर भन्छ मेरो सायद त आइएल्टिएस नदिकन गएको थियो नि त, इन्टरभ्यू परेको थिएन भन्छ कि। अब मार्केटमा त जहाँसुकै जा त जाने त्यही युनिभर्सिटी हो, त्यो युनिभर्सिटीको प्रोसेस यही नै हो होइन। सो यो प्रोसेसमा पहिला यस्तो थियो, साथी कहिले गएको त्यो सोध्छु, पहिला ब्याकग्राउन्ड कहिले गएको 6 महिना अगाडि गएको, 6 महिना अगाडि थियो भाइ, अहिले चेन्जेस भएको छ किनकि रुल हामीलाई पनि थाहा हुँदैन कि। जस्तै अहिले म यहाँ बोलिरहँदा केही न केही न्युज आइदिरहेको हुन्छ कि, सर्टेन कुनै कन्ट्रीहरूको चेन्जेसहरू आइदिरहेको हुन्छ। सो त्यही अनुसार चाहिँ एज अ काउन्सिलर अपडेटेड भएर जानुपर्छ, कतिलाई त्यो इन्फर्मेसनहरू चाहिँ थाहा हुँदैन। सो मार्केट रिसर्च अलिकति गर्नु पऱ्यो स्टुडेन्टलाई चाहिँ। अब जे हो ट्रेन्ड इथिकल्ली एज सबिना सेड के कति कन्सल्टेन्सीहरूसँग प्रोडक्ट हुँदैन, आफूसँग भएको प्रोडक्टमा फोकस गराउँछ
होइन। सो त्यो बेसिसमा चाहिँ इथिकल हुनु पऱ्यो, आफू इथिकल वेमा चाहिँ होइन तिमीलाई यो जानु छैन ओके ठिक छ मलाई टाइम देऊ म तिम्रो लागि यो प्रोडक्ट दिन सक्छु भन्ने सक्ने हुनु पऱ्यो क्या काउन्सिलर एज अ काउन्सिलरले चाहिँ। किनकि एउटा सर्टेन स्टुडेन्टको भविष्यको बारेमा कुरा छ, उसको 3 इयर इन्भेस्टमेन्ट भइरहेछ, 3 to 4 इयर इन्भेस्टमेन्ट भइरहेछ। सर्टेन नेपालमा 2 लाख तिरेर कलेज पढ्दा त हामी कोही चिनिया मामा काका कोही छ उसले घटाइदिन्छ भन्ने मेन्टालिटी बोकेको हामी नेपालीहरू। विदेशमा अलमोस्ट तपाईँको 60-70 लाख रुपियाँ खर्च हुन्छ क्या ब्याचलर्स पढ्दा। सो त्यो पढ्न गइरहेछ स्टुडेन्टले एज अ दुःख गरेर, ल 60-70 उतै कमाएर तिर्छ नि त भन्ने पनि होला नि अडियन्सहरू होइन। सो सुरुको इन्भेस्टमेन्ट त चाहियो नि त, 15-20 लाख त चाहियो नि त इन्भेस्टमेन्ट नि त। सो आफूले रिसर्च गर्नु पर्यो, मार्केट ल ठिक छ ट्रेन्ड आउँछ एउटालाई भयो जस्तै ल मलाई भयो म रिजेक्टेड भएँ होइन, मैले एउटा थट दिया हुन्छु मेरो थटमा नचल्नु होला किनकि डिफ्रेन्ट हुन्छ। मेरो प्रोफाइल अलिकति विक थियो होला म रिजेक्ट भएँ, उसको प्रोफाइल स्ट्रङ थियो होला उसको भिजा आयो। सिम त्यो एनालाइसिसमा मार्केटमा हल्ला चाहिँ हुन्छ, नेगेटिभिटी धेर छ होइन। सो मिसगाइडेन्स मिसइन्फर्मेसन अलिकति चाहिँ सोसियल मिडियाको प्लेटफर्मबाट आइरहेछ किनकि सोसियल मिडिया स्ट्राटेजी चाहिँ के हुन्छ भन्दाखेरि सर्टेन स्टुडेन्टलाई चाहिँ आफ्नो अफिससम्म भिजिट गराउने मेन्टालिटीले पनि कसैले टार्गेटेड गरिरहेको हुन्छ, मैले पनि देखिरहेको हुन्छु होइन। सो सर्टेन मसँग भएको प्रोडक्टमा मार्केटमा लो रिक्वायरमेन्टमा भिडियोहरू देखिरहेको हुन्छु क्या। अनि म यसो रिसर्च गर्छु त्यो के हुन्छ भन्दाखेरि चाहिँ त्यो फाउन्डेसन कोर्स होइन जसको चाहिँ जिपिए पुग्दैन त्यो कोर्सहरूको लागि लो रिक्वायरमेन्ट हुन्छ त्यही हानिदिन्छ कि मार्केटमा त्यही फालिदियो। स्टुडेन्टले सोचिरहेको छ चाहिँ ब्याचलर्स डिग्रीकै लागि हो त्यो डाइरेक्ट भन्ने कुरा हुन्छ। ब्याचलर्स बेसिकली मेरो मैले हेर्ने कन्ट्रीमा 3 इयर्सको हुन्छ, 3 इयर्सको लागि त्यो रिक्वायरमेन्ट हुँदै होइन, तर त्यो चाहिँ के फाउन्डेसनको लागि रिक्वायरमेन्ट हो। अब मलाई त थाहा छ नि त त्यो इन्फर्मेसन चाहिँ त्यो हो। त्यस्तो स्टुडेन्ट मेरो अगाडि आइसकेपछि चाहिँ मैले यस्तै प्रुफले चाहिँ स्टुडेन्टलाई विथ प्रुफ सर्टेन युनिक लिङ्कहरू हुन्छ नि ल्याङ्ग्वेजको रिक्वायरमेन्टको लिङ्क एकाडेमिक रिक्वायरमेन्टको लिङ्क त्यो सहित दिइसकेपछि चाहिँ स्टुडेन्टले चाहिँ हो नै भन्ने टाइपको छन्। जस्तै कि अब विदेश जानको लागि पढ्नको लागि चाहिँ मेन फोकस भनेको फाइनेन्सियल है, एकाडेमिक्सहरू त बिसाइड द्याट होइन, एकाडेमिक्स त राम्रो हुने नै पर्यो, सँगसँगै फाइनेन्सियल चाहिँ एकदम राम्रो रोल खेल्छ क्या। जस्तै कोही स्टुडेन्टहरूको फाइनेन्सियल अलि विक हुनसक्छ नि त, त्यो स्टुडेन्टले चाहिँ अब उसलाई पढ्न खोजेको सब्जेक्ट नेपालमा पाइएन, उसलाई पढ्न पर्ने छ विदेशमा भनेपछि त्यस्तो स्टुडेन्टलाई चाहिँ कसरी हजुरहरूले काउन्सिलिङ गर्न सक्नुहुन्छ? ओके अहिले चाहिँ मैले मेन भनेको युएसए मात्र हेरिरहेको छु होइन। युएसए भनेको चाहिँ थाहा छ एकदम सस्तो कन्ट्री भनेर पनि चिनिन्छ होला, जानको लागि सस्तो नट त्यहाँ गए पछाडि तिर्ने सस्तो होइन कि। एउटा भनेको युएसको मैले युएसए हेर्ने भएको हुनाले मैले त्यसको मात्र कुरा गरेँ। अहिले चाहिँ के हुन्छ भने भिजा लाग्ने बेलासम्म नर्मल्ली 1 लाख समथिङ अराउन्डमा खर्च हुन्छ। त्यो भनेको विदेश जान आँटेको मान्छेले ल्याउन सक्छ जस्तो लाग्छ मलाई चाहिँ। विदेश जान आँट्ने बित्तिकै त्यति 1 लाख जतिको हाराहारीमा ल्याउन सक्छ जस्तो लाग्छ। त्यो भनेको भिजा सेक्योर त भयो नि त एटलिस्ट होइन। अब त्यो भनेको पनि कस्तो हुन्छ भने फाइनेन्सियल कन्ट्री वाइज त डेफिनेटली पनि हुन्छ। जस्तै अस्ट्रेलियाको केसमा सुरुमै पैसा ट्युसन फी पे गर्नुपर्छ, युकेको केसमा सुरुमै ट्युसन फी पे गर्नुपर्छ, क्यानाडाको केसमा सुरुमै पे गर्नुपर्छ। बट युएसएको केसमा आफ्टर भिजा सेक्योर भएपछि ल मेरो भिजा आयो है भनेपछि बल्ल पे गर्दा पनि भयो। त्यसको लागि मान्छेहरूले नर्मली के गर्नुहुन्छ भने मैले काउन्सिलिङ गर्दाखेरि चाहिँ उनीहरूले तिर्नै सक्दैन भनेदेखि बरु के गर्न सकिन्छ भने अलिकति सस्तो जसले अब हाम्रो अलिकति फाइनेन्सियल विक छ त्यो अनुसारको म्याम युनिभर्सिटीले हेरिदिनु भन्यो भनेदेखि त्यो अनुसार गर्न सकिन्छ नि त। किनकि युनिभर्सिटी यति धेरै छ कि उनीहरूको सस्तो रेन्जदेखि महँगो रेन्जसम्म पनि छ होइन। सो कोही पनि फाइनेन्सियल विक छ उनीहरूले राम्रोसँग पे गर्न सकिरहेको छैन भने वी क्यान काउन्सिल देम एकदमै सस्तोमा अरू धेरै स्कलरसिप दिनेमा त्यसरी हामीले उनीहरूलाई डाइभर्ट गर्न चाहिँ सक्छौँ। डाइभर्ट भने उनीहरूको एज अ हेल्प गर्न सक्छौँ भनौँ न होइन। सो त्यो हुनाले चाहिँ स्टुडेन्टको आफ्नो के कस्तो छ स्टाटस हेरेर युनिभर्सिटी सेलेक्सन र कन्ट्री पनि इभन उसको एकदमै विक छ अरे होइन। उनीहरूलाई जहाँ अब लाइक अस्ट्रेलियामा महँगो युनिभर्सिटी पढ्नु छ भने त अलिकति रिलेभेन्ट पनि भएन नि त होइन। सो त्यो हुनाले बरु तपाईँको अलिकति फाइनेन्सियल अनुसार गाह्रो छ भने यु क्यान गो अहिले यो कन्ट्री बरु ब्याचलर सकेपछि उतैबाट मास्टर्स पढ्न चाहिँ जान सक्नुहुन्छ आफ्टर यु अन भनेर चाहिँ भन्न सकिन्छ। त्यसरी चाहिँ आइएम डुइङ काउन्सिलिङ भनौँ न। सो जस्तै स्पेसिफिक पढ्छु भने स्टुडेन्टले चाहिँ आफूले पनि त्यस्तो स्टुडेन्ट चाहिँ रिसर्च गरेको स्टुडेन्ट हुन्छ जस्तो लाग्छ। सो उसले आफू फाइनेन्सियल सक्छु सक्दिनँ भन्ने ऊ आफै मेन्टली पनि ऊ कन्भिन्स हुन्छ क्या। सो अब फाइनेन्सियली कुनै पनि कन्ट्रीले सेक्युरिटी त खोज्छ, स्टुडेन्ट इन्टरनेसनल स्टुडेन्ट आएर पढिरहेछ भनेपछि ऊ फाइनेन्सियली त्यो कन्ट्रीमा सस्टेन हुन सक्न पर्यो। ऊ सस्टेन त्यहाँ हुन सकेन भने उसले आफ्नो भिजा क्याटेगोरी भन्दा बियोन्ड जान्छ भन्ने सबै कन्ट्रीहरू मेन्टली प्रिपेयर छ। र त्यो बेसिसमा अब जस्तै उसले भन्यो युएसएमा चाहिँ आफ्टर भिजा फी पेमेन्टहरू गर्नुपर्छ। सो स्टुडेन्टलाई त्यो पार्टमा चाहिँ अलिकति बर्डन भएन। सो अब जानु छ कन्ट्रीले मागेको रिक्वायरमेन्ट फुलफिल गर्न सकेन भने त सो स्टुडेन्ट माइट थिङ्क कि रिलेभेन्ट उसको लागि
उसले अफोर्डेबल त्योभन्दा अब त्यही युनि नजाने कि त्यो कोर्स त अरू युनिमा पनि हुन्छ नि त फी अलिकति सस्तो फीहरूमा भएको जानमा पनि उसले ट्राई गर्न सक्छ आइदर उसले कन्ट्रीहरू स्विच गर्न सक्छ कुनै कन्ट्रीमा अब होला युएसएमै भने उसले आफ्टर भिजा छ भनेपछि उसले त्यो बेलासम्म प्रिपेयर गर्न सक्यो भने युएस स्विच हुन सक्यो उसले कोर्स त जहाँ पनि एउटै नै हो होइन कन्ट्री बेसिसमा कोर्स ऊ पढ्न बाहिरै एब्रोड पढ्न चाहन्छ भने ठिक छ कोर्स फिक्स नै भयो प्रायः सबै कन्ट्रीमा रिलेभेन्ट कोर्सहरू भइहाल्छ सो कुन कन्ट्रीमा चाहिँ आफ्नो फाइनेन्सियल कन्डिसनले उसलाई सक्षम बनाउँछ उसले सक्छ फाइनेन्सियल डकुमेन्टहरू पुर्याउन सक्छ त्यो बेसिसमा चाहिँ स्टुडेन्टले स्विच गर्न सक्यो क्या मेरो गुरुको 12 टक्का चाहिँ भन्नु भएन म त्यही जान्छु भनेको छ आफ्नो चाहिँ फाइनेन्सियल प्रिपेयर गर्न सक्दैन भने त त्यो चाहिँ अलिकति रिलेभेन्ट भएन भन्ने कुरा मात्रै हो ओके जस्तै कि अब नेपालबाट धेरै नै विद्यार्थीहरू पढ्न गइरहेको क्रममा जस्तै उनीहरूले उता गएर ग्रेजुएट भयो उताको सर्टिफिकेट लियो तर ब्याक टु नेपाल हुँदाखेरि चाहिँ नेपालको मार्केटले चाहिँ विदेशी सर्टिफिकेटलाई चाहिँ कतिको प्राथमिकता दिएको छ त्यो मैले भनिसक्यो कि तिमी भन सो यो पार्टमा चाहिँ के भन्छु भन्दाखेरि जस्तै जो बाहिर पढ्न गएको छ सो उनीहरूले चाहिँ फर्स्ट स्टेप आफू कन्सियस हुनुपर्ने पार्ट चाहिँ मलाई एनओसी जस्तो लाग्छ किनकि म यहाँबाट विदेश पढ्न गइरहेको छु भने मेरो नेपाल गभर्मेन्ट एजुकेसन मिनिस्ट्रीबाटै एनओसी मलाई इस्यु भएको छ भने पछि आइसकेपछि एजुकेसन मिनिस्ट्रीले मलाई इक्विभ्यालेन्सी दिनुपर्छ मेरो पोइन्ट है त्यो दिन्छ नि किनकि एनओसी कति स्टुडेन्टहरू एनओसी नलिकन विदेश गएको छ भने पछि इक्विभ्यालेन्सी लिने बेलामा रिलेभेन्ट युनिभर्सिटीले जस्तै टियुले पनि एनओसी माग्दियो भने स्टुडेन्टसँग एनओसी छैन भने त्यो त लेजिट भएन नि त नेपालबाट पढेको गएको केही प्रुभै देखिएन नि त होइन त सो उता कतै डिग्री किनेर ल्याएको हो कि जस्तै यो एकताका आएको थियो नि यो नक्कली डक्टरहरू भन्ने होइन इक्विभ्यालेन्सी नदिने टाइपको नक्कली डक्टरहरू मार्केटमा किनकि डिग्रीहरू त पाइन्छ अहिले पनि स्टिल देखिन्छ हामीले इन्डियातिरको डिग्रीहरू स्टुडेन्टले मजाले ल्याइरहेको हुन्छ क्या जुन चाहिँ तपाईँको किनेको डिग्रीहरू हुन्छ त्यो भेरिफिकेसन गऱ्यो भने त्यो भेरिफाई नै हुँदैन क्या सो नेपालमा आएर अपर्च्युनिटी छ सुरुमै आफू जाँदाखेरि एनओसी लिएर जानु पर्यो होइन एनओसी लिएर गइसकेपछि नेपाल गभर्मेन्टले रिलेभेन्ट एक्सपिरियन्स दिन्छ अब एज अ म युकेको काउन्सिलर भइरहँदाखेरि नेपालमा पनि हामीले देखेका छौँ टिएमई पार्टनर गरेर रिलेभेन्ट थुप्रै युनिभर्सिटी युके बेस्ड युनिभर्सिटीहरू नेपालमा छ सो नेपालमै स्टुडेन्टहरूको क्रेज छ भनिसकेपछि नेपाल गभर्मेन्टले इक्विभ्यालेन्सी दिएरै हेरेरै गरेको छ सो त्यो डिग्रीको भ्यालु चाहिँ छ नेपालमा अलिकति बेसिकली मैले देखेँ भनेको एब्रोड डिग्रीहरू चाहिँ अलिकति कर्पोरेट सेक्टरहरूमा चाहिँ जुन कर्पोरेट सेक्टर मल्टिनेसनल कम्पनीहरू हुन्छ नि सो त्यस्तो कम्पनीमा चाहिँ अलिकति बेसी भ्यालु चाहिँ छ मैले अहिलेसम्म थाहा भएको है अलि रिसेन्टली नै न्युज आएको थियो नि त जस्तै बाहिर पढेर आएको कसैले मास्टर डिग्री इन सर्टेन बेसिक एक्ज्याक्ट स्पेसलाइजेसन कोर्स चाहिँ उसले चाहिँ मास्टर सकेर आयो तर टियुले चाहिँ उसलाई इक्विभ्यालेन्सी 3 वर्षको ब्याचलरको दियो जस्तै अब त्यस्तो स्टुडेन्टहरू आयो भने जस्तै बाहिरै पढेर आएको छ नेपालमा के गर्ने भनेर आएको छ नि त जस्तै उनीहरूले नेपालमा इक्विभ्यालेन्सी अझ कम उसले पढेको डिग्री भन्दा अझ कमको डिग्री पायो भनेपछि त्यस्तो त्यो केसमा चाहिँ गभर्मेन्ट अथोरिटी नै अलि विक भएको जस्तो लाग्छ कि लाग्दैन त्यो चाहिँ लाग्यो डेफिनेटली पनि होइन किनकि अब त्यत्रो खर्च गरेर त्यत्रो 2-3 वर्ष 3-4 वर्ष आफ्नो इन्भेस्ट गरेर डिग्री पढेर पैसा तिरेर होइन आफ्नो लाइक मन तन धन सब त्यसमा इन्भेस्ट गरेर पछि नेपालमा फर्केर म केही गर्छु भनेर सोचेर अगाडि मान्छे भइसकेको हुन्छ नि त्यो मान्छे होइन गइसकेर आउँदाखेरि अब आफ्नै कन्ट्री नेपाल भनेको त आफ्नै देशले आफूलाई नचिनेर समथिङ भनौँ न उसको आफ्नो जे पाउनु पर्ने उसले आफ्नो डिजर्भ गर्ने पनि नपाएर अझ लेस दिइरहेको छ भने त इट्स रियली हार्ड ब्रेकिङ अब यो चाहिँ गभर्मेन्टमै भन्नु पऱ्यो हामीसँग त त्यसमा के पनि अब त्यस्तो यही गर्नुपर्छ यही इस्यु हुनुपर्छ भने त्यस्तो ठ्याक्क एन्सर चाहिँ छैन मसँग होइन सिन्स मैले त्यस्तो खासै लाइक सुनिरहेको पनि थिएन त्यस्तो खालको के छ भने चाहिँ अफकोर्स अब कन्ट्रीले आफ्नो नागरिकलाई राम्रोसँग नचिनेको अरू भ्यालु नदिएको भन्नु पऱ्यो यसमा चाहिँ अब गभर्मेन्ट सेक्टरबाट के गर्छ क्वाइट यसमा उसको कुरामा अलिकति एग्री भयो यो पार्टमा चाहिँ किनकि गभर्मेन्ट विक भन्दा पनि स्टुडेन्ट आफै पनि स्ट्रङ हुनु पर्यो ऊ कुन कन्ट्री पढ्न जाँदैछ नेपाल गभर्मेन्टले त्यो कन्ट्रीमा अथोरिटी दिएको छ कि छैन भन्ने कुरा स्टुडेन्टको पहिला त्यो रिसर्च चाहिँ हुनु पर्यो क्या जस्तै एनओसीको कुरा भने नि मैले नेपाल गभर्मेन्टले एनओसी विदेश पैसा पठाउनु मात्रै होइन क्या किनकि जस्तै म पढ्न गएँ म थाइल्यान्डमा पढ्न गएँ नेपाल गभर्मेन्टले थाइल्यान्डको डिग्रीलाई एजुकेसनको लागि भ्यालु गर्छ कि गर्दैन भन्ने कुरा एनओसी दिन्छ कि दिँदैन थाइल्यान्डको लागि भन्ने कुरा प्रपर रिसर्च स्टुडेन्टले गर्नु पर्यो है जस्तै रिलेभेन्ट डिग्री बुझ्नु पर्यो क्या रिसर्च गर्नु पर्यो स्टिल म अहिले एमबीए पढिरहेको छु बाहिरको पढिरहेको छु लिङ्कन युनिभर्सिटी मैले बुझेँ कि भन्दाखेरि चाहिँ मैले मास्टर्स सकिसकेपछि बाहिरको नेपाल गभर्मेन्टले मास्टर्स लेभलकै भ्यालु दिन्छ कि मलाई ब्याचलर्सको दिन्छ किनकि मैले ब्याचलर्स त नेपालमै सकिसकेँ मलाई ब्याचलर्स किन चाहियो मास्टर रिलेभेन्ट मास्टर डिग्रीको भ्यालु दिन्छ किनकि स्टिल हामीले देखाएको छौँ नेपाल जस्तै नेपालको युनिभर्सिटीहरूले चाहिँ तपाईँको ठ्याक्कै यति इयर्सको जस्तै म युकेमा 1 वर्षको पढेर आएँ उसले रिलेभेन्ट
इक्विभ्यालेन्सी टु रिलेभेन्ट मास्टर्स लेभल डिग्री भनेर दिन्छ क्या उसले भनेको त्यो लेभलको डिग्री हुनु पऱ्यो स्टुडेन्ट आफैले पनि रिसर्च गर्नु पऱ्यो अनि प्लस गभर्मेन्टको साइडमा चाहिँ गभर्मेन्टले पनि कुन कुन कन्ट्रीहरूको डिग्रीहरूलाई चाहिँ भ्यालु दिन्छ भन्ने लिस्ट निकालिदियो भने चाहिँ अलिकति स्टुडेन्टहरूलाई सजिलो हुनसक्छ जस्तै म यो कन्ट्रीको अब एमएससीको लागि त त्यहाँ कन्ट्रीको नामहरू हुन्छ नि त स्टिल नेपाल गभर्मेन्टको पोर्टलमा पनि एमएससी भर्दा पनि त्यहाँ कहिले काहीँ युनिभर्सिटी नै भेटिँदैन कि हामी आफैले रिक्वेस्ट गर्नुपर्छ अनि नेपाल गभर्मेन्टले एड गरिदिन्छ त्यो पार्टमा चाहिँ नेपाल गभर्मेन्ट विक भएको भन्नेमा म एग्री हुन्छु होइन सो अरू नियमको निकायमा त अब होला त्यो डिग्रीको लेभलै मिल्दैन जस्तै अब टियुको ऱ्याङ्किङ 1200 जतिमा छ त्यो युनिको ऱ्याङ्किङ 2500-3000 मा छ भने त टियुले त कहाँ त्यो डिग्रीलाई आफ्नो लेभलको 4 वर्षको इक्विभ्यालेन्सी दिन मिल्यो त त्यो भ्याल्यु नै भएन नि त सो अब जस्तै मानौँ क्युएस ऱ्याङ्किङ 1-2 भएका युनिभर्सिटीहरूले टियुको इक्विभ्यालेन्सी दिन्छ त जस्तै नेपालमै एमबिबिएस पढ्न कति कन्ट्रीका आइरहेको हुन्छ नि त उनीहरूको रिलेभेन्ट कन्ट्रीमा अब युएसमा त्यो इक्विभ्यालेन्सी दिन्छ त जस्तै युएसमै तपाईँले हेर्नु नर्सिङ पढ्नलाई एनक्लेक्स कि के एक्जाम पास गर्नुपर्छ इभन त्यो नेपाली स्टुडेन्टलाई मात्रै होइन युएसको सिटिजनले पनि त्यो एक्जाम पास गरिसकेपछि मात्रै रजिस्टर नर्स हुन्छ क्या जस्तै म नेपालको एनक्लेक्स मैले पास गरेको भने म युएसको रजिस्टर नर्स भएँ क्या होइन जस्तै अब युएसमै कोही सिटिजन छ भने ऊ डाइरेक्ट उसलाई चाहिँ सजिलो छैन कि उसले पनि एनक्लेक्स एक्जाम पास गर्नु पर्ला तर फरक होला क्राइटेरिया सिलेबस फरक होला सो यो पार्टमा चाहिँ अलिकति स्टुडेन्ट आफैले पनि रिसर्च गर्ने कुन कन्ट्री जाँदैछ एज अ स्टडीका ल्याडर मात्रै बनाएर जाने होइन आफ्नो भ्याल्यु हेर्ने स्टडी रुटमा ट्रेनमा गएको स्टुडेन्टहरू त्यस्तैमा फसिरहेको हुन्छ होइन युनिमा गइरहेको हुन्छ पछि इक्विभ्यालेन्सी कम पाइरहेको हुन्छ सो नेसेसिटी गरेको स्टुडेन्टहरूले चाहिँ अलिकति रिलेभेन्ट इक्विभ्यालेन्सीहरू चाहिँ पाइरहेछ जस्तै अब जस्तै गभर्मेन्ट अथोरिटीहरूले चाहिँ मैले देखेको उसमा चाहिँ डिफ्रेन्ट कोर्सेसहरू उनीहरूलाई के कस्तो छ भन्दाखेरि चाहिँ नेपालमा चलिरहेको जुन कोर्सेस छ एकदम धेरै नै त्यसलाई चाहिँ अलिक बढी नै लिस्टेड भएको छ अनि जब अब नयाँ नयाँ भयो नि जस्तो अघि तिमीले मेन्सन गरे अनुसार बिजनेस एनालिटिक्स कोर्सहरू जुन कि नेपालमा कुनै कलेज युनिभर्सिटीमा अहिलेसम्म एभाइलेबल छैन त्यसको लागि त अब एनओसी लिँदाखेरि पनि धेरै जस्तो स्टुडेन्टले रिक्वेस्ट गरेपछि बल्ल हालिदिएको त्यो सँगसँगै सप्लाई चेन म्यानेजमेन्ट किनकि म्यानेजमेन्टको त्यो यी कुराहरू चाहिँ पछि बल्ल एड भएको कुराहरू होइन त्यसमा चाहिँ थोरै गभर्मेन्ट अथोरिटीबाट पनि हुनुपर्ने छ होइन अब लाग्यो कन्सल्टेन्सीको रोल्सहरूबाट है अब जस्तै कि अब कोही स्टुडेन्टहरू विदेश पढ्न जान खोजिरहेको छ कन्सल्टेन्सी आइरहेको छ भने कन्सल्टेन्सीहरूको रोल चाहिँ के हुन्छ ओके कन्सल्टेन्सीहरूको रोल एकदमै पाइभोटल रोल भन्छु म एकदमै प्राइमेरी रोल नै कन्सल्टेन्सीको हुन्छ प्राइमेरी रोल भन्दाखेरि अब सुरुमा त अफकोर्स स्टुडेन्टकै आफ्नै हुन्छ देन चाहिँ पछि कन्सल्टेन्सीकै हुन्छ क्या किनकि कन्सल्टेन्सी फर्स्टमा त मैले भने चुज बल्ल तल्ल गरेको हुन्छ उनीहरूले चुज बल्ल तल्ल कसरी गरेको हुन्छ यो कन्सल्टेन्सी भोलिपर्सि मलाई विदेश पुऱ्याइदिएला एटलिस्ट अफकोर्स कन्सल्टेन्सीको हातमा त हुँदैन बट यसरी एटलिस्ट मलाई त्यहाँसम्म पुऱ्याउनको लागि सर्टेन हेल्प गर्ला भनेर उसले कन्सल्टेन्सी चुज गरेको हुन्छ नि त होइन त्यो कन्सल्टेन्सी चुज गर्दाखेरि स्टुडेन्टको मात्र त्यहाँ आबद्ध भएको हुन्छ उसको आफ्नो घरको फ्यामिली उसको आफन्त सबैजनाले कोही इभन के हुन्छ भने कोही स्टुडेन्टले अप्लाई गर्न सुरु गर्ने बित्तिकै आफ्नो वरिपरि रिलेटिभ्सदेखि लिएर सबैजनाले कहिले उड्नेर विदेश यस्तो खालको क्वेसन आइरहेको हुन्छ नि त होइन सो उनीहरूलाई सबैतिरबाट प्रेसर आइसकेको हुन्छ त्यो सबै कुराहरू बुझेर चाहिँ कन्सल्टेन्सीले त्यही अनुसार गाइड गरिदिनु पर्यो जस्तो लाग्छ फर्स्ट स्टेप भनेको कन्सल्टेन्सीले मार्केटिङ गरेर आफ्नो स्टुडेन्ट वाकिङ मात्र छिराउनु ठुलो कुरा होइन कि त्यो स्टुडेन्टलाई छिराइसके पछाडि उसलाई भिजा लगाउने बेलासम्म इफ भिजा रिजेक्ट भयो भने पनि त्यो स्टुडेन्ट फर्केर मात्रै कन्सल्टेन्सी जान्छु भन्ने सक्नेसम्म स्टुडेन्टलाई बनाउन सक्यो भनेदेखि बल्ल त्यो कन्सल्टेन्सी भएको अर्को त्यो काउन्सिलरले गरेको काम चाहिँ ट्रु हो जस्तो लाग्छ किनकि कतिपय केसमा के हुन्छ भने इभन मैसँग कतिपय स्टुडेन्ट्स काउन्सिलिङ गर्न आउँदाखेरि होइन म अर्को कन्सल्टेन्सी गएको थिएँ यो कारणले मलाई मन परेन सो आइएम हियर भनेर आइरहेको हुन्छ हुन त लाइकवाइज अरू कन्सल्टेन्सीमा पनि होला त्यस्तो होला होइन बट यस्तो के हुन्छ भने कन्सल्टेन्सीमा चाहिँ अब उनीहरूले के आफ्नो उनीहरू बसेको भनेकै स्टुडेन्टलाई आफ्नो स्टुडेन्ट भिजाको लागि बाहिर पठाउनको लागि बसेको हो नि त होइन त्यो उनीहरूले जस्ट एउटा आयो स्टुडेन्टलाई काउन्सिलिङ गर्यो उसको जब आफ्नो जब फुलफिल गर्नु मात्रै ठुलो कुरा होइन जस्तो लाग्छ मलाई चाहिँ होइन जस्तै आयो काउन्सिलिङ गर्यो तिमी यो युनिभर्सिटीमा जाऊ यो त्यो हो कोर्स यदि ट्युसन फी यदि स्कलरसिप 4 वर्षको लाइक डिग्री अनि 5 वर्षको भिजा यस्तो ब्ला 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 भनेर मात्र उसलाई जे कुरा मात्र हो त्यो मात्र ठ्याक्क भनिदिएर मात्र हो जस्तो लाग्दैन स्टुडेन्टको खासमा उसको किनकि एभ्री इन्डिभिजुअलको फरक निड हुन्छ फरक उनीहरूको क्राइटेरिया हुन्छ नि त होइन सो उनीहरूलाई तिम्रो यस्तो खालको प्रोफाइल यसो तिम्रो प्रोफाइललाई सुट हुने यो हो भनेर बुझाएर प्लस स्टुडेन्टलाई अरू पनि कुनै कुरामा उसलाई टेन्सन भइरहेको छ भने पनि म त अलिकति पर्सनल लेभल पनि खासमा जानु नपर्ने हो कि त्यो चाहिँ मलाई पनि थाहा छैन बट म चाहिँ गइ नै रहेको हुन्छ होइन स्टुडेन्ट गइ स्याड मुख पारेर हुन्छ नि भइरहेको हुन्छ नि तपाईँलाई म के भयो भनेर सोधेर हुन्छ उसले के भन्न हुन्छ भने मेरो घरकोले मलाई जापान जा भनेर चाहिँ मलाई युएस जान मन छ भनेर कति स्टुडेन्ट्स पनि आइरहेको हुन्छ कि भन्नुको मतलब त्यो काउन्सिलरले उसलाई सोधेन भने उसले भन्थेन नि त होइन उसले अब मैले सोधे पछाडि उसको लेभलमा आएर मैले उसको कुरा बुझेपछि बल्ल त्यो स्टुडेन्टले मलाई ट्रस्ट गर्ने हो कि
नट ओन्ली अबाउट जब जस्तो लाग्छ मलाई चाहिँ होइन। अब मलाई चाहिँ अर्को चाहिँ कुरा के पनि हो भनेदेखि लाइक कुनै पनि मान्छे कन्सल्टेन्सीमा जुनसुकै फिल्डमा पनि काम गर्छ भने इफ यु डोन्ट इन्जोय यर वर्क अर इफ यु डोन्ट लभ यर वर्क त्यहाँ उसको भोलि पर्सि खासै गतिलो करियर चाहिँ हुन्छ जस्तो लाग्दैन मलाई होइन। भन्नुको मतलब स्टुडेन्टलाई आएर आफ्नो मतलब हुन्छ नि के हुन्छ इभन कतिपय मैले ठाउँमा काउन्सिलरहरू चाहिँ के देखाएको छु भने ला फेरि अर्को स्टुडेन्ट आएर काउन्सिलिङ गर्ने बेला हुन्छ नि टाइपको भइरहेको हुन्छ क्या, किनकि उनीहरूको जब हो नि त होइन 10 to 5 9 to 5 को जब हुन्छ। सो मलाई चाहिँ आई इन्जोय टकिङ है, मेरो एज 3 times आई सेड होइन। सो आई इन्जोय टकिङ। त्यो हुनाले चाहिँ के हुन्छ भने त्यो चाहिँ मैले आफ्नो पर्सनल कुरा गरेँ। बिसाइड पर्सनल कुरा कन्सल्टेन्सीको अरू कुरामा रोल हेर्दाखेरि वाकिङ मात्र ल्याएर भएन, उसको किनकि एभ्री स्टुडेन्टको फरक फरक निड हुन्छ, उनीहरूसँग कन्स्टान्टली फलोअप गरेर राख्नु पऱ्यो। एकचोटि स्टुडेन्ट एडमिसन भयो सकियो होइन कि होइन, उसलाई भोलिपल्ट पर्सिपल्ट कुन बेला हुन्छ आफ्नो एउटा सेड्युल राखेर लाइक 1 हप्तापछि हुन्छ कि 1 महिनापछि हुन्छ कि उसको अफर लेटर I-20 आइसके पछाडि फेरि बोलाउने, फेरि के काम छ भनिदिने, किनकि स्टुडेन्ट एकचोटि भन्दैमा बुझ्छ भनेर पनि छैन होइन। फरक स्टुडेन्टको फरक आफ्नो अन्डरस्ट्यान्डिङ लेभल हुन्छ। सो स्टुडेन्टको अन्डरस्ट्यान्डिङ लेभल अनुसार थ्रु आउट द प्रोसेस नट ओन्ली उसलाई अप्लाई कतिपय कन्सल्टेन्सी मैले देखाएको छु कि एडमिसन भयो उसले एप्लिकेसन फी अर समथिङ प्रोसेसिङ चार्जहरू पे गर्यो सक्यो, यति मात्र होइन कि उसलाई चाहिँ आएदेखि लिएर होइन भोलि पर्सि स्टुडेन्ट युनिभर्सिटीबाट I-20 आउन्जेलसम्म भिजा अप्लाई गर्ने बेलासम्म किन हाँसिरहेको होइन। ओके, भन्नुको मतलब कि थ्रु आउट द प्रोसेस उसको स्टुडेन्ट सँगसँगै उसको प्यारेन्ट्सहरूसँग पनि उनीहरूले कन्सल्ट गरेर चाहिँ हेल्प गर्नुपर्छ जस्तो लाग्छ। सो कन्सल्टेन्सीको आई थिङ्क रोल यति नै होला। सो कन्सल्टेन्सीको रोल देखेको चाहिँ मैले एउटा भनेको करियर गाइडेन्स होइन। सो करियर कोही स्टुडेन्ट एजुकेसनको लागि गइरहेछ भने मेन त करियर गाइडेन्स हो। उसलाई स्पेसिफिक प्रोडक्ट उसको ऊ कहाँ जान खोजिरहेछ, कुन कन्ट्री जान खोजिरहेछ, रिलेभेन्ट प्रोडक्ट दिन सक्नु पऱ्यो। अर्को भनेको डकुमेन्टेसन प्रोसेसमा एसिस्टेन्टको पार्ट हुन्छ कन्सल्टेन्सीको रोल भनेको। स्टुडेन्टको एब्रोड स्टडीको लागि इच एन्ड एभ्री डकुमेन्टेसन पार्टमा एसिस्टेन्स भयो। सो फाइनेन्सियल डकुमेन्टहरू एरेन्जमेन्ट भयो। सो भिजा गाइडेन्सको पार्ट भयो है। सो भिजा प्रोपर कस्तो तरिकाले गर्दाखेरि चाहिँ भिजामा ताकि टेक्निकल इरोर्स होइन पर्सनल अब ह्युमन इरोर्सहरू नआओस् त्यो पार्टमा चाहिँ भिजा गाइडेन्स गर्नु पऱ्यो। अनि अर्को भनेको ल्याङ्ग्वेज टेस्टहरू पनि गरिरहेको हुन्छ। सो करियर गाइडेन्स भिजा गाइडेन्स यस्तै अब हामीले कन्सल्टेन्सीको रोल के हो भन्ने चाहिँ जानलाई ठ्याक्क पुतली सडकमा गएर यस्तो 1-2वटा कन्सल्टेन्सीको बोर्ड हेऱ्यो भने त्यहाँ तल लेखा हुन्छ कि जस्तै काउन्सिलिङ, करियर काउन्सिलिङ, भिजा गाइडेन्स, डकुमेन्टेसन, युनिट टेस्ट प्रिपरेसन यही कुरा हो। अब यसलाई चाहिँ अलिकति डेप्थ चाहिँ अघि सबिनाले एक्सप्लेन गर्यो कि जस्तै भनेको स्टुडेन्ट तपाईँसँग ठोकिसकेपछि तपाईँले त्यो स्टुडेन्टको डकुमेन्टेसन जस्तै के पनि हुन्छ भन्दाखेरि स्टुडेन्टको डकुमेन्टेसन कुनै पनि फिजिकल डकुमेन्टेसन चाहिँ चाहिँदैन जस्तो मलाई लाग्छ, किनकि सब स्क्यानिङ गरेरै युनिभर्सिटीलाई पठाउने हो। कुनै US बेस्ड युनिभर्सिटीहरूले चाहिँ अब एटेस्ट गरेर पठा पनि भनिरहेको हुन्छ, त्यो पार्टमा भयो होइन। डकुमेन्टेसन स्क्यान गर्ने, उसको डकुमेन्टेसन उसैलाई रिटर्न गर्ने काम छ भने मात्रै त्यो डकुमेन्टेसन फेरि स्टुडेन्टसँग रिक्वेस्ट गर्न पाइयो, त्यो पार्टमा एउटा भयो। अर्को भनेको डकुमेन्टेसन एरेन्जमेन्ट। अब जस्तै फाइनेन्सियलको कुरा अघि गऱ्यौँ हामीले, फाइनेन्सियलमा के डकुमेन्ट चाहिन्छ, नोटरी गर्नुपर्ने कुराहरूमा कुन डकुमेन्ट नोटरी गर्नुपर्ने बनाउनु पर्ने कुराहरूमा त्यो सबै डकुमेन्टहरूलाई स्क्यान गरेर प्रपर फाइलिङ गर्न सक्नु पऱ्यो। अनि अर्को भनेको स्पेसिफिक प्रोडक्ट स्टुडेन्टले खोजेको प्रोडक्ट दिन सक्नु पऱ्यो। त्योभन्दा बेटर स्टुडेन्टलाई बेटर तपाईँहरूले डाइभर्ट गर्न चाहिँ नखोजिदिनु होला, किनकि उहाँ गएर पढ्ने स्टुडेन्टले हो, बिचारा स्टुडेन्टले सकेन भने ऊ आफैलाई त्यस्तो स्टुडेन्टहरूले चाहिँ अलिकति विदेशमा दुःख अलिकति डिप्रेसन अब होमसिकहरू पनि हुन्छ उनीहरूलाई बाहिर बस्दा। सो अझै उनीहरूलाई गाह्रो हुनसक्छ। सो उनीहरूले पढेकै खोजेकै विषयहरूमा सकेसम्म डाइभर्ट गरिदिनु एज अ काउन्सिलरको रोल भयो। अर्को भनेको भिजा प्रोपर भिजा लजमेन्टका कुराहरूमा अनि डिसिजन वेटिङ, बायोमेट्रिक बुकिङहरूदेखि लिएर मेडिकल बुकिङ सबै पार्टमा रोल चाहिँ एकदम क्रुसियलै हुन्छ है। एउटा स्टुडेन्ट तपाईँको कन्सल्टेन्सीमा आइसकेपछि ऊ 90% चाहिँ कन्सल्टेन्सीको रोल हुन्छ, 10% चाहिँ उसले एज अ निभाउनु पर्ने जस्तो लाग्छ। आई फरवर्ड एउटा इम्पोर्टेन्ट कुरा कन्सल्टेन्सीको रोलमा भिजा लागे पछाडि पनि कन्सल्टेन्सीको रोल हुन्छ होइन। त्यसमा लाइक एनओसी आफ्नो कन्ट्री अनुसार एनओसीहरू बनाउने, तपाईँको ट्युसन फीहरू पठाउनेदेखि लिएर उसलाई त्यहाँ कुन रुटबाट जाने होइन। अब एयरपोर्टमा को पिकअप गर्न आइरहेको छदेखि लिएर स्टुडेन्ट चाहिँ त्यहाँनिर सेफली अराइभ त्यहाँनिर लाइक नपुगुन्जेलसम्म चाहिँ कन्सल्टेन्सीकै पेरिफेरीमा हुन्छ होइन। त्यो हुनाले चाहिँ नट ओन्ली फर जस्ट भिजा लाग्यो सके कन्सल्टेन्सीको काम छैन भन्दा पनि स्टुडेन्ट इन्भल्भ हुनु पऱ्यो, त्यहाँ गएर पढ्न जानु पऱ्यो, फर्स्ट क्लास अटेन्ड गरेको हुनु पऱ्यो, उसले ट्युसन फी पे गरेको हुनु पऱ्यो, सबै चाहिँ एज पर ल एज पर पोलिसी भइसकेको हुनु पऱ्यो। त्यतिसम्म चाहिँ कन्सल्टेन्सी इभन स्टुडेन्ट त्यहाँ गइसकेपछि स्टुडेन्ट 1-2 क्लास इनरोल नहुन्जेलसम्म पनि
युनिभर्सिटीले हामीलाई एजेन्टलाई रिच गरिरहेको हुन्छ क्या, जस्तै हामीले रिक्रुट गराएको छौँ भने हामीलाई रिच गरिरहेको छ त्यो स्टुडेन्ट खोइ युके आएको छ कि छैन भन्ने पार्टमा चाहिँ। सो भिजा आउनु ठुलो कुरा होइन, भिजा आइसकेपछि इनरोलमेन्टको पार्टमा चाहिँ अलिकति क्रुसियल हुन्छ। इमिग्रेसनमा सर्टेन क्वेसन्सहरूबाट अहिले देखिरहेको छौँ हामीले मार्केटमा ट्रेन्ड डिपोर्ट भएको केसेसहरू छ। सो इमिग्रेसनमा कस्तो डकुमेन्टहरू माग्छ, के क्वेसन्सहरू, अब आइडियाजहरू के कुराहरूमा स्टुडेन्ट क्लियर हुनु पऱ्यो, त्यसमा गाइडेन्स हुनु पऱ्यो। प्लस अनलाइन इनरोलमेन्टको कुराहरू यतैबाट जाँदा अनलाइन इनरोलमेन्ट गरिदिनु पऱ्यो। अनि लास्ट इनरोलमेन्ट डेट कहिले छ त्यो अगाडि स्टुडेन्टलाई युनिभर्सिटी पुग्नको लागि गाइडेन्स, अकोमोडेसनको कुराहरू, थुप्रै कुराहरू छ आफ्टर भिजा चाहिँ। मलाई चाहिँ भिजा लाग्नु ठुलो कुरा लाग्दैन, किन भन्दाखेरि भिजा लागेपछि टेन्सन सुरु हुन्छ कि स्टुडेन्टले अकोमोडेसन खोजिदिनुलाई के अरे मनी एक्सचेन्ज गर्नु पऱ्यो, पैसा खोजिदिनु कहाँ छ कहाँ पाउँछ भन्ने कुराहरूमा त्यो सबै कुराहरूमा इनरोलमेन्ट गरिदिनु, सबै कुराहरू मिल्छ भने जागिर पनि खोजिदिनु भन्छ। अनि त्यो पार्टमा चाहिँ यस्तै रोल जस्तो लाग्छ। अब चाहिँ एन्सरहरू चाहिँ अलिक थोरै समरी टाइपले गर्नु होला होइन, किनकि हाम्रो टाइम अलिक लिमिट भएको कारणले है। जस्तै कि अब हजुरहरूले कन्सल्टेन्सी लाइनमा लगाएको धेरै भयो नि त। अब स्टुडेन्टहरू जस्तो पनि आउनुहुन्छ होइन, जुन मान्छेमा नै आउनु सक्नुहुन्छ। हजुरहरूले कोही स्टुडेन्टहरू यस्तो भेट्नुभएको छ जसलाई विदेश मात्रै जानु छ एनी हाउ होइन, उसले जे गर्न नि तयार भएको टाइपको? भेटाछ फेरि प्रायः त्यस्तो खालको केस स्टुडेन्ट कस्तो हुन्छ भने उनीहरूको चाहिँ जानै नमिल्ने प्रोफाइल पनि भइरहेको हुन्छ क्या त्यो स्टुडेन्टले। किनकि उनीहरूको के हुन्छ भने जसरी नै जानै छ भने कि स्टुडेन्टले जसरी नै जानै छ भनेर मरिहत्ते गर्दैन, उसले जान पाउँछ भने थाहा छ नि त उसलाई होइन। जो स्टुडेन्ट अलिकति प्रोफाइल म्याच भयो, मैले चाहिँ भेटाएको छु है, प्रोफाइल अलिकति म्याच भइरहेको हुँदैन, उसलाई बाहिर कसरी पठाउने भनेर सबैलाई टेन्सन हुने खालको केस हुन्छ नि। उनीहरूलाई चाहिँ मलाई जुनसुकै देश पठाऊ मलाई पठाऊ टाइपको हुन्छ क्या कोही स्टुडेन्ट्सहरूको, जसको लागि हुन्छ नि अब 10 पछाडि 5 वर्षको ग्याप, फेरि 12 पढेको 12 पछाडि फेरि 3 वर्ष ग्याप, अनि 12मा जिपिएजमा 2.2 होइन, यस्तो खालको प्रोफाइल अब टाउको दुख्छ नि त, कहाँ पठाउने कसले लिन्छ त होइन। उनीहरूलाई चाहिँ के हुन्छ मलाई जहाँ पठाइदिनु मतलब जस्ट पठाइदिनु भने हुन्छ। अरूको केसमा चाहिँ के हुन्छ भने कतिपय केसमा चाहिँ अर्को खालको एउटा सिनारी चाहिँ कस्तो हुन्छ भने एकदमै धेरै रिजेक्सन्स आएर कि, जस्तै क्यानाडा गराएको छ, क्यानाडा रिजेक्ट भएको छ, अस्ट्रेलिया पनि रिजेक्ट भएको छ, युएस पनि 3 टाइम्स रिजेक्टेड होइन। सो उनीहरूलाई पनि के हुन्छ भने एक बेला आएर मलाई पनि लिँदैन कि क्या हो, लाइक म अब अब्रोडको लागि होइन कि क्या हो, मलाई पनि जहाँसुकै भए पनि जान पाइन्छ। त्यस्तो खालको सिनारी पनि हुन्छ, त्यस्तो डिफ्रेन्ट सिनारी अनुसार डेफिनेटली पनि हुन्छ। त्यही सबिनाले भने जस्तै कुरा हो, जसको प्रोफाइल चाहिँ विक हुन्छ त्यस्तो स्टुडेन्टहरू चाहिँ अलिकति जेन्युन भाइब्स दिन्छ। उसँग इपिटीमा पनि राम्रो स्कोर हुँदैन, एकाडेमिक पनि लो हुन्छ, कन्ट्री वाइज ग्यापहरू पनि लङ हुन्छ। अनि प्लस भनेको अर्को भनेको चाहिँ अब कुनै एउटा स्पेसिफिक कन्ट्री गरिसके स्टुडेन्टहरू, अब रिजेक्सन गरेको स्टुडेन्टहरू चाहिँ अब मेरो अपर्च्युनिटी कहाँ छ त होइन, कहाँ छ लाइक जहाँ मिल्छ त्यहीँ हालिदिनु भन्ने कुराहरू छ। सो त्यस्तो स्टुडेन्टहरू चाहिँ ठोकिरहेछ अलिकति। ओके, लेट्स टक अबाउट फ्युचर है, किनकि अहिलेको ट्रेन्ड अनुसार चाहिँ धेरै नै भइसक्यो नि पछिल्लो 2-3 वर्षमा त स्टुडेन्टको फ्लो एकदम नै हाई छ। अब फ्युचरमा चाहिँ के होला, यही फ्लो कन्टिन्यू हुन्छ कि केही समय रोकिन्छ कि के लाग्छ? अब फ्युचरको चाहिँ अहिले देखेर प्रेडिक्सन गर्नु पर्दाखेरि चाहिँ ठ्याक्कै हुन्छ थाहा छैन होइन, तर प्रेडिक्सन गर्नु पर्दाखेरि चाहिँ अब नेपालमा कि त कायापलटै आउनु पऱ्यो, खतरा एकैचोटि हुन्छ नि, डेभलपमेन्टदेखि लिएर फेसिलिटीदेखि लिएर एजुकेसनदेखि लिएर त्यस्तै भयो भनेदेखि मेबी केही हदसम्म चाहिँ रोकिएला होइन, लाइक नट पुरै रोकिँदैन, थाहा छ यो पुरै रोकिँदैन त कहिले पनि रोकिँदैन, बट केही हदसम्म चाहिँ कन्ट्रोल होला। त्यस्तो सायद नेपालमा हुन सक्ने चान्स एकदमै रियर नै हुन्छ। कि त हामी लाइक डिकेडै कुर्नु पऱ्यो, त्यसमा त हामी पनि बस्दैनौँ, त्यसो थाहा पनि हुँदैन कहाँ छ होइन। ओके, एक्सेप्ट दिस होइन, लाइक फ्युचरमा चाहिँ के हुन्छ भने अब यस्तै खालको ट्रेन्ड नेपालमा अहिले जे छ एज इट इज नै भइराख्यो। अरू सर्टेन त्यो माइनर डेभलपमेन्ट त काम पनि गर्दैन, माइनर डेभलपमेन्ट भएको छ भने माइनर डिस्ट्रक्सन पनि भइ नै रहेको हुन्छ होइन। त्यस्तो खालको केसमा चाहिँ अझ बढ्छ जस्तो चाहिँ लाग्छ कि, किनकि के हुन्छ भने अहिले मान्छेहरूको कतिजना स्टुडेन्ट्सहरूको चाहिँ के हुन्छ भने आफ्नो रिलेटिभ्सहरू नेपालमा भन्दा बढी चाहिँ बाहिर छ कि। सो उनीहरू आफ्नो एउटा फ्यामिलीसँग रियुनियन ग्यादरिङ हुनको लागि पनि दे आर गोइङ दियर कि होइन। त्यो हुनाले चाहिँ अब नेपालको यस्तै नै हालत हो भने चाहिँ बढ्छ नै जस्तो लाग्छ होइन। अब अलिकति नेपालमा मैले भने जस्तो कायापलट यताउति भयो भने चाहिँ मेबी केही कन्ट्रोल होला हुनसक्ला। सो मेरो पोइन्ट अफ भ्यू चाहिँ के छ भन्दाखेरि चाहिँ अब ट्रेन्ड नै चलिरहेको छ अहिलेको सिनारीमा। अब फुल्ली डिपेन्ड चाहिँ हामी कन्ट्रीको बेसिसमा हुनु पऱ्यो। अब नेपालीले अब कुनै कन्ट्रीमा जाँदैछु, म अस्ट्रेलिया, युके, क्यानाडा गइरहेको छु भनेपछि त्यो कन्ट्रीको इकोनोमीले पनि डिटरमाइन गर्छ उनीहरूले कतिको इन्टरनेसनल स्टुडेन्टलाई रिक्रुट गर्छ भन्ने। उनीहरूको गभर्मेन्टको डिप्लोमेटिक पोलिसीहरूले प्रोसेसिङका कुराहरूले गर्दा पछि चेन्ज भयो, नेपालीहरूले अब त्यो रिक्वायरमेन्ट मिट गर्न सकेन भने ट्रेन्ड घट्ला होइन। अब यही फ्लोमा बगिरह्यो। अब जस्तै युएसएमा ट्रम्प आउँदैछ
होइन ट्रम्प आइसक्यो उसले लिइसकेपछि अब उसले केही स्टेटमेन्ट बोलिदियो भने त्यहाँ इम्प्याक्ट हुन्छ होइन सो त्यो बेसिसमा चेन्ज नहोला भन्न सकिँदैन अहिलेको ट्रेन्डमा चाहिँ मार्केट अलिकति डाउन चाहिँ भएको मैले देखाएको छु स्क्याटर भएको छ अलिकति होइन जता कुदाएको छ जता बढी सक्सेस छ त्यतितिर मार्केट कुदिरहेछ होइन सो अहिलेको ट्रेन्डमा चाहिँ अब त्यो सक्सेसमा पनि अब अलिकति अब जेनरल स्टुडेन्टहरू नपरेको हुनाले त्यो पनि गाह्रो हुँदैछ अब ठ्याक्क त्यो त्यहाँ पुगेर त्यहाँको ढोका बन्द भएपछि ठोकेर स्टुडेन्ट कतातिर पुग्ने हो भन्ने चाहिँ अहिले प्रेडिक्ट गर्न सकिएको छैन अप्सन्सहरू चाहिँ छ न्युजिल्यान्डतिर डेनमार्कतिर अलिकति युरोपियन कन्ट्रीहरूतिर अलिकति एउटा मिल्दैन अर्को अप्सन खोजि नै हाल्छ स्टुडेन्टले खोज्छ के मिलेन भने कहाँ सजिलो छ दाइ अपलोड इज अल्टिमेट गोल नेपालीको चाहिँ त्यो भएको छ नेपालीको त्यो भएको छ अब एब्रोड कन्ट्रीहरूले कस्तो पोलिसी ल्याउँछ भन्ने कुरा चाहिँ त्यो हाम्रो हातभन्दा बाहिरको कुरा हो नि त सो नेपालीलाई चाहिँ जानु नै छ क्या विदेश प्रायःलाई जानु नै छ जस्तै हामी चाहिँ उसले पनि भन्यो नि म कहाँ हुन्छु होला भने उसको मेन्टालिटी पनि त्यही छ कि त्यसरी नै बुझ्छ होइन डिकेट्स भने चाहिँ मरिसक्छु होला भन्नु होइन विदेशै हो भन्ने पनि बुझ्न सक्यो नि त होइन लाइक आफ्टर डिकेट्स चाहिँ यहाँनिर केही मिल्यो ओर्यो बनाएका नेपाल भनेदेखि भन्नु खोजेको थिएँ मैले अब चाहिँ हामी अन्तिमतिर नै आइपुगेको छ होइन जस्तै कि अब हजुरहरूको एक्सपिरियन्सबाटै गर्दाखेरि होइन अब कोही स्टुडेन्टहरू चाहिँ विदेश पढ्न गइरहेको छ भने उनीहरू अलिक कन्फ्युजनमा हुनसक्छ होइन त्यस्तो स्टुडेन्टलाई चाहिँ हजुरहरूले हाम्रो पोडकास्टको माध्यमबाट के सजेसन दिन सक्नुहुन्छ म भनौँ सुरुमा एकछिन फेरि क्वेसन के थियो एब्रोड स्टडीको लागि जाने स्टुडेन्टलाई के सजेसन दिन चाहनुहुन्छ सो मेरो पोइन्ट अफ भ्यूबाट सजेसन भनेको चाहिँ तपाईँले कुन कन्ट्री जाने भन्ने कुरामा चाहिँ पहिला आफू क्लियर हुनु पर्यो जस्तै भन्यो नि ट्रेन्डमा नकुद्नुहोस् प्लिज है तपाईँको फाइनेन्सियल पार्टले होस् तपाईँको एकाडेमिकले हो तपाईँको ल्याङ्ग्वेज रिक्वायरमेन्ट पार्टले त्यो कुरामा क्लियर हुनु तपाईँलाई विदेश जानु छ भने तपाईँ कुन कन्ट्रीमा गएर पढ्ने भन्ने कुरामा तपाईँ क्लियर हुनु के मोटोको लागि विदेश जाँदै हुनुहुन्छ भन्ने त्यो गर्नु मार्केट रिसर्च गर्नु एउटा लेभलले आफूले पनि वेबसाइटमा हेर्नु जस्तै तपाईँ युएसए जाँदै हुनुहुन्छ भने युएसएमा के छ द ट्रेन्ड भन्ने हेर्नुहोस् आफ्नो कोही रिलेटिभ्स गएको छ भने रेफरेन्सेस लिनुहोस् होइन कन्सल्टेन्सी एउटा मात्रै भिजिट नगर्नुहोस् काकाको मात्रै भिजिट नगर्नुहोस् मामाको मात्रै नभिजिट गर्नुहोस् अङ्कलको मात्रै भिजिट नगर्नुहोस् होइन सो तपाईँले मार्केटमा थुप्रै कन्सल्टेन्सीहरू भिजिट गर्नु सबैको पर्सपेक्टिभहरूलाई सबैको सुन्नुहोस् आफ्नो कन्क्लुजन बनाउनुहोस् अनि कहाँबाट चाहिँ प्रोसेसिङ राम्रो हुन्छ प्रोसेसिङ राम्रो है कन्सल्टेन्सी काम चाहिँ मैले देखेको छु कहाँबाट चाहिँ तपाईँलाई प्रपर गाइडेन्स गर्छ त्यो अनुसारले कन्सल्टेन्सी सेलेक्ट गरेर तपाईँले प्रोसेसिङ स्टार्ट गर्नु पर्यो है सो त्यो माध्यममा चल्नुभयो भने चाहिँ तपाईँहरूलाई गाह्रो नहुन सक्छ अनि तपाईँले खोजेकै प्रोडक्ट कुन कन्सल्टेन्सीसँग छ त्यसकै थ्रुबाट जानु पर्यो नभएको छ भने चाहिँ आफ्नो मेन्टालिटीलाई चाहिँ चेन्ज नगरिहाल्नुहोस् भन्न चाहन्छु म किनकि तपाईँको त्यही स्पेसिफिक छ भने तपाईँले त्यसमा गर्न सक्नुहुन्छ छ भने अर्कोमा तपाईँले मन नलाग्न सक्छ भन्ने कुराले हो सो आफ्नो विलभन्दा बाहिर नजानु रिलेभेन्ट कुरा गर्न पाइयो त्यही हो आफूले रिसर्च गर्नु पर्यो कन्सल्टेन्सीमा फुल्ली डिपेन्ड हुनु भएन है फुल्ली डिपेन्ड हुनु भएन आफ्नो प्रोसेसिङमा जस्तै तपाईँको अफर लेटर I-20हरूमा के कुराहरू सबै कुराहरू मेन्सन हुन्छ तपाईँले आफ्नो काउन्सिलरलाई सोध्नै पर्दैन तपाईँले देख्नुहुन्छ I-20 अफर लेटरमा हेर्नुभयो भने प्लस अब अरू प्रोसेसिङको कुराहरूमा चाहिँ कतिपय कुराहरू चाहिँ अब काउन्सिलरलाई थाहा हुन्छ ऊ एक्सपिरियन्स हुन्छ होइन प्रोसेसिङ गर्नेलाई ऊ एक्सपिरियन्स हुन्छ त्यो पार्टमा हो आफूले रिसर्च चाहिँ गर्नु पर्यो आफूलाई थाहा नभइकन डिपेन्ड भयो भने चाहिँ नफसिएला भन्न सकिँदैन ओके मैले कोही पनि अब जाँदै हुनुहुन्छ अरू तपाईँले इफ यु आर सिकिङ फर गाइडेन्स होइन फर्स्ट भनेको यु हेभ टु बी वेल सुशान्तले भने सबै कुरा भन्ने छ क्या त्यसरी यता पनि मेरो ल्याङ्ग्वेजमा भन्छु होइन फर्स्ट यु हेभ टु बी वेल रिसर्च होइन लाइक फर इक्जाम्पल के हुन्छ भने कसैको चाहिँ जाने मोटो नै हुन्छ जस्तै फर इक्जाम्पल हाम्रै यहाँको दिदी दिव्या दिदी होइन जनरल मेम्बर हुनुहुन्छ सी इज लाइक हुन्छ नि अहिले उहाँ स्विडेनमा एमपिएस गर्दै हुनुहुन्छ फुल स्कलरसिपमा कि सो त्यस्तो केसमा चाहिँ के हुन्छ भने उहाँले आफूले फुल रिसर्च गर्नुभयो नि त सो आइएम लाइक मेरो सजेसन भन्नुपर्दाखेरि चाहिँ पोइन्ट टू गरेर भने मैले चाहिँ फर्स्ट पोइन्ट भनेको यु हेभ टु वेल रिसर्च होइन कन्ट्री छुट्याउनु पऱ्यो कुन कन्ट्री चाहिँ हजुरको ऊ अनुसार म्याच हुन्छ होइन त्यसपछि युनिभर्सिटी सेलेक्सनदेखि लिएर सबै कुरामा चाहिँ आफै नै प्राइम हो होइन तपाईँले कन्सल्टेन्सी काउन्सलरसँग डिपेन्ड हुनु पर्दैन बरु कन्सल्टेन्सी काउन्सलर पनि कुनै टाइममा रङ भएको छ भने यु क्यान करेक्ट देम होइन किनकि तपाईँले जाने फिल्डमा तपाईँले बढी रिसर्च गर्नु भएको हुन्छ नि त किनकि कन्सल्टेन्सी त ओभरअल हेरिरहेको हुन्छ सो एउटा फिल्डमा हजुरले रिसर्च बढी गर्नु भएको हुन्छ त्यो हुनाले यु क्यान करेक्ट देम होइन मेन भनेको चाहिँ वेल रिसर्च हुनु पऱ्यो सेकेन्ड कुरा भनेको चाहिँ केही स्किल्सहरू पनि सिक्नु भन्छु म चाहिँ होइन जस्तै अब स्किल्स मात्र भएर पनि भएन त्यसलाई कसरी तपाईँले स्किल्सलाई चाहिँ युटिलाइज गर्ने भन्ने पनि कुरा आउँछ बाहिर भनेको चाहिँ के हुन्छ भने यु हेभ टु बी एक्टिभ है अब नेपालमा तपाईँले कुनै एकदमै धेरै जसरी अहिले हामी रुट्र्याकमा आबद्ध छौँ होइन एभ्री कुराहरूमा तपाईँ आबद्ध हुने कुनै पनि ठाउँ छ भने डु जोइन एनिवेयर के हुन्छ नि
आफू अगाडि बढ्नुहुन्छ भने प्रोफेसनली तपाईँलाई ग्रोथ गर्न हेल्प गर्छ भने चाहिँ जुनसुकै ठाउँमा पनि जोइन हुनु लाइक कतै बोल्नमा पछि नपर्नु कतै आफ्नो कुनै भोलिन्टियर काम गर्नमा पछि नपर्नु होइन भन्नुको मतलब चाहिँ के हुन्छ भने तपाईँले अगाडिदेखि नै सबैजनासँग ट्याकल गर्न सक्नुभयो नेपालको मान्छेहरूसँग भने बाहिर गएर पनि तपाईँलाई त्यो कन्फिडेन्स आउँछ कि बाहिर गएर जबको लागि सिक गर्नको लागि होइन बाहिर आफूले कुनै कामको लागि कुनै नयाँ मान्छेसँग कुरा गर्नको लागि मान्छेहरूलाई के हुन्छ भने जो अलिकति रिजर्भ केही नबोल्ने केही थाहा नभएको अलिकति साई टाइपको खालको मान्छेहरूले बाहिर गएर आफ्नो जब पनि खासै सिक्योर गरिहाल्दैन कि एकदम छिटो होइन त्यो हुनाले चाहिँ यु हेभ टु बी एक्टिभ यु हेभ टु बी स्किलफुल यु हेभ टु बी वेल रिसर्च होइन अनि फर्दर अर्को भनेको चाहिँ अब आफू त्यहाँ गइसकेको मान्छेहरूसँग पनि गाइडेन्स लिन सकि नै हाल्यो एज सुशान्त सेड तपाईँले सबैजनासँग कन्सल्ट गर्नु बट आफ्नो डिसिजन चाहिँ आफ्नो गर्दा पनि भयो किनकि द्याट्स योर लाइफ यु विल बी स्टडिङ होइन कुनै काउन्सिलर गएर तपाईँको साइडमा पढ्दैन पनि होइन योर फ्यामिली विल बी स्पोन्सरिङ यु हेभ टु स्टडी होइन त्यो हुनाले चाहिँ आफै भगवान ठानेर आफै अगाडि बढ्नुहोस् अरूको गाइडेन्स लिन पाइयो थ्याङ्क यू द्याट्स अल अब जाँदै अन्तिममै क्लोजिङ स्टेटमेन्टको लागि चाहिँ के छ के भन्नुपर्ने केही छुट्याए जस्तो लागेको पोडकास्टमा त्यस्तो छ भने ओके अब कसैले मलाई चिन्नुहुन्छ भने चाहिँ लाइक अब कसैले चिन्नुहुन्छ र कसैलाई अब हेल्प चाहिरहेको छ भने यु क्यान सिक होइन कन्सल्टेन्सी त मैले कुनै पनि मार्केटिङ गर्न आएको होइन म यहाँ अब यु क्यान चुज होइन आफूले वाइजली चुज गर्दा भइ नै हाल्यो अब एज अ सिस्टर एज अ साथी तपाईँहरूलाई अब केही हेल्प चाहिन्छ भने चाहिँ यु क्यान सिक हेल्प एनी टाइम You can ask help anytime. You can every you can bhai. help anytime. Okay. You can seek help भने थिएँ मैले. Okay, ठीक छ ल. Yes. So म चाहिँ के भन्न चाहे भन्दाखेरि चाहिँ if you know me and if you want to know more about अब म कुनै जबको पार्टमा छु भने केही इन्फर्मेसन्सहरू तपाईँलाई चाहिन्छ भने एज सबिना सेड मलाई पनि रिच आउट गर्न सक्नुहुनेछ. म पनि यहाँ मेरो प्रोफेसनको ब्रान्डिङ गर्न आएको होइन किनकि रोटराइटले मलाई प्लेटफर्म दियो पोडकास्टको लागि भनेर स्पेसली थ्याङ्क्स टु ज्ञानेन्द्र भाइ बिहाइन्ड द सिन समीक्षा पनि छ अनि स्पेसली विवेक र इन्टायर अब रोटराइट काठमाडौँ मिडटाउनको प्रेसिडेन्ट श्रेयालाई पनि थ्याङ्कफुल छु र ओभरअल बोर्ड मेम्बर्स अनि एज माई पार्टनर सबिनालाई पनि एकदम थ्याङ्कफुल छु. सो यदि तपाईँहरूलाई केही कुराहरूमा कन्फ्युजन छ र मलाई चिन्नुहुन्छ यो दाइलाई त देखाएको थियो यो दाइ त यहाँ रहेछ भन्ने यो पोडकास्ट हेरेर छ र तपाईँलाई बुझ्नु छ भने यु क्यान आस्क. कति कुरोहरू मलाई थाहा नहुन पनि सकेको हुन्छ म मेरो सोर्सले भ्याएसम्म म उहाँहरूसँग बुझेर तपाईँहरूलाई हेल्प गर्न सक्छु किनकि त्यहाँसम्म कति गर्न सक्नु पऱ्यो किनकि हामीले रोटराइट सिकेकै भनेको फेलोसिपबाट बोन्डिङ हो र कुनै प्रोफेसनमा छ भने फुल्ली मेरो भरपुर युटिलाइज गर्नु होला र स्पेसली थ्याङ्क्स टु विवेक उसले राम्रो कुराहरू गर्यो र जाँदा जाँदै लास्टमा चाहिँ मैले बोलिरहेका कुराहरू चाहिँ मेरो पर्सनल एक्सपिरियन्स र मैले देखेका कुराहरूमा आधारित भएर मैले भने हो. मैले कुनै पनि कन्सल्टेन्सी अथवा कुनै पनि सेक्टरलाई चाहिँ हार्म हुने तरिकाको केही कुराहरू बोलेँ भने आइएम सो मच त्यसको लागि चाहिँ सरी फर द्याट. तर त्यो कुराहरू बोलेको छैन जहाँसम्म मलाई लाग्छ किन भन्दाखेरि आफ्नो प्रोफेसनमा सबले आफ्नो बिजनेस रन गरेर हुन्छ सबै बिजनेसको गोलहरू डिफ्रेन्ट हुन्छ आफ्नै गोलतिर डाइरेक्टेड हुन्छ. सो मैले देखेका कुराहरू मेरो पर्सनल एक्सपिरियन्सको आधारमा चाहिँ मैले बोले हो भन्न चाहेँ. हस् थ्याङ्क यू. मैले पनि भनेर यो भन्नै बिर्सेछु द्याट इज भेरी इम्पोर्टेन्ट थिङ कि होइन लास्टमा चाहिँ अब हामीले यति धेरै कुराहरू गऱ्यौँ होइन त्यो पनि कुनै कुरामा कसैलाई लाइक अलिकति उहाँहरूको पर्सेप्सनसँग क्लास हुन सक्ला होइन द्याट्स टोटली फाइन. सो हामीले जे पनि बोल्यौँ त्यो चाहिँ टोटली डिपेन्ड अपन लाइक हाम्रो एक्सपिरियन्स र आफ्नो पर्सेप्सन अनुसार अहिले हामी कुनै काउन्सिलर भएर कुनै पनि उसको लागि काम गरेको होइन आफूले काम गर्दै आएको अवस्थामा चाहिँ हाम्रो एक्सपिरियन्स अनुसार हाम्रो पर्सेप्सनले हामीले तपाईँहरूसम्म सामु राखिरहेका छौँ होइन. सो त्यो हुनाले कुनै पनि मान्छेहरूलाई अग्री नहुन पनि पाइयो. यु क्यान लाइक कमेन्ट होइन केही कुरा होइन केही कुरा रङ भयो भने कमेन्ट केही कुरा अब हामीले रङ बोल्यौँ भनेदेखि चाहिँ वी आर सरी फ्रम दिस प्लेटफर्म. थ्याङ्क यू. थ्याङ्क यू. द्याट्स द एन्ड अफ आवर पोडकास्ट. हजुरहरूलाई पनि केही विदेशको बारेमा एब्रोड स्टडी सोचिराख्नु भएको छ र पर्सनल गाइडेन्स किनकि कन्सल्टेन्सीमा जाँदाखेरि हजुरहरूलाई अलि पुरै डिटेलमा नभनिदिन्छ कि डरमा लागिरहेको जस्तो अघि सुरुमा सबिनाले भनेको थियो आइएलटिएस र पिटी बिना पनि नगर्ने स्टुडेन्टहरूलाई चाहिँ राम्रोसँग गाइडेन्स नगर्ने सोचिरहेको हजुरहरूलाई लागिरहेको छ भने चाहिँ कन्ट्याक्ट देम होइन अरू कन्ट्याक्ट लिइहाल्छु किनकि म पनि यही फिल्डमा छु. यदि आजको जुन पोडकास्टको अन्तिममा आइरहँदाखेरि हजुरहरूलाई होइन उहाँहरूले भनेको कुरा र हामीहरूले सोधेको क्वेसनहरूमा केही हजुरहरूसँग क्रास जस्तो उहाँहरूले भने जस्तो क्रास भयो होइन इन्फर्मेसन अलि हजुरहरूलाई चित्त बुझेन भने पनि हामीहरूलाई फिडब्याक दिनु होला. त्यो आगामी पोडकास्टहरूमा हामी सुधार्नेछौँ. जाँदै चाहिँ हामीहरूले होस्टहरूलाई एउटा बुकमार्क दिने गर्दछौँ त्यसको लागि चाहिँ हजुरहरूको लागि एकैवटा छ. Thank you. It was not expected. So that's the end of our podcast.
watch our podcast and like, comment, and share. Share, subscribe, and do Bye. Do everything. support this podcast and Everything. keep interacting. Okay, Love you. Yeah, bye. thank you.